थोरै हजुरलाई सोध्नुपर्ने के हुनु र हजुर अरू साथीहरूलाई पनि डिस्टर्ब त होला। यो चाहिँ मैले चाहिँ नबुझेको हुन त भर्खर एन्ट्री पढ्नु थालेको हो। कसैले मिना नुनिहरूको पढ्नुहुन्छ, कसैले यो सोमातोमेहरू हजुरले त 5 वटा पढाउनु हुँदो रहेछ। यो चाहिँ जुन पढे पनि उस्तै हो कि कस्तो हो चाहिँ? यस्तो हो। अब एन्सानमा किताब विभिन्न थरीको छन्। तपाईँको यति मात्र होइन, तपाईँले सुनेको अरू अरू पनि धेरै छन् है। मिनानो नियमको मात्र नभएर अर्को तपाईँको चाहिँ मास्ताबहरू भन्ने बुकहरू पनि धेरै छन्। सबैभन्दा बेस्ट, सबैभन्दा अहिले तपाईँको चाहिँ विदेशीहरूले पढ्ने अनि यहाँ तपाईँको जापानको निहुङ्गो गएकोतिर पढाउने किताब चाहिँ मैले पढाउने किताब हो। मिनानो नियमको पनि राम्रै बुक हो। यो पढाउँदा पनि तपाईँको चाहिँ यही किताबभित्रकै कुरा पढ्ने हो। लगभग सबै सेमै मिल्दोजुल्दै पढिन्छ। तर अझ बढी चाहिँ यहाँ हामीले पढिन्छौँ क्या। मिनानो नियमकोमा चाहिँ त्यति डिटेल्ली कुराहरू पढ्न सकिँदैन। तर यहाँ चाहिँ हामीले डिटेल्ली कुरा पढ्छौँ, पार्ट बाई पार्ट पढ्छौँ। जस्तै हामीले यहाँ तपाईँको चाहिँ मोजी गोईबाट आउने क्वेसनहरू सबै यहीँ हुन्छ, यहीँबाट आउने हो। खान्जी जति पनि अध्ययन गर्छौँ यहाँ किताबको सबै खान्जी आयो, एउटा पनि मिस्टेक हुँदैन। दोखाइ यो किताबभित्रको सबै दोखाइ 100% अध्ययन गऱ्यो भने जस्तो सुकै दोखाइ आए पनि समस्या पर्दैन। लिसनिङको बुकै हुन्छ, यो बुकको प्र्याक्टिस गऱ्यो, लिसनिङ हामीले राम्रोसँग बुझ्यो भने 60मा 60 आउँछ। यसरी विभाजन गरेको हुन्छ यो किताब। यो किताब चाहिँ एकदमै चलेको बुक हो मिनानो नियोङ्गोहरू भन्दा पनि। मिनानो नियोङ्गो चाहिँ पनि नराम्रो बुक भन्नु खोजेको होइन, तर छिटो सकिन्छ, 2 महिना 3 महिनामै सकिन्छ पढायो भने त, 3 महिना पनि लाग्दैन। भनेपछि आफै सोच्नुहोस्, समय हामीले धेरै शब्दहरू धेरै कुराहरू चाहिँ यहाँबाट सिकिन्छ त्यहाँबाट भन्दा पनि है त। अब तपाईँहरूलाई कतिपय नेपालतिर, धेरै जस्तो नेपालतिर चाहिँ मिनानो नियोङ्गो पढाउँछन् होइन। यहाँ जापानमा चाहिँ प्रायः जसो गएकोतिर मात्र नभएर अरू अरू ठाउँतिर विदेशीहरू तपाईँको चाहिँ भेटनाम जिनहरूलाई पढाउने बुकहरू प्रायः यही बुक हो। यो सिनखान्जेन मास्ता कि त सोमातोमे बेस्ट है, दुईटामा एउटा धेरैले चोइस गर्छन्। किन भन्दाखेरि एक्जाममा आउने एक्जामहरू क्वेसनहरू सबैभन्दा 99% धेरै म्याच गर्ने चाहिँ यही बुकहरूबाट हो, मिनानो नियोङ्गोहरू भन्दाबाट पनि। त्यही हिसाबले गर्दा चाहिँ मैले यो किताब तपाईँहरूलाई गाइड गर्छु है त। अब अरू सेक्टर जस्तो हुँदैन है, सबै यो त एन सानदेखि माथि सबै बुकै फरक छ। एन4मा पनि त्यही हो, फेरि एन4 अरे एन2मा पनि त्यही हो, एन1मा पनि त्यही हो। कि त सिनखान्जेन मास्ता रोज्नुहोस् कि त सोमातोमे पढ्नु भयो भने एकदम सबैभन्दा डिटेलमा राम्रोसँग बुझाइदिएको त सोमातोमे नै हो बेस्ट। 5वटा किताब 5वटा भागमा विभाजन गरेको छ, एक्जामलाई 3 भागमा डिभाइड गरेको छ। गरे तापनि हाम्रो मोजी गई तपाईँको खान्जी बुन्पो एकापट्टि डिभाइड गरेको छ। त्यसरी गर्दाखेरि एक्जाममा आउने प्रश्नहरूलाई पनि मजाले यो किताब पढ्यो भने चाहिँ ए यहाँबाट आउँदो रहेछ, यहाँबाट आउँदो रहेछ भन्ने सजिलो हुन्छ, विद्यार्थीलाई पढ्न पनि सजिलो है त। तपाईँले यो किताब पढेपछि राम्रोसँग पढ्यो भने फेल भन्ने अप्सनै छैन कि, म यति त लेखेरै दिन्छु। यो किताबको कुरा बुझेर अगाडि बढ्नु, सबै क्वेसन यहीँबाट आउने हो नि। र पढ्नु चाहिँ पऱ्यो है। अब पढ्दै पढिएन, क्लासमा त प्रेजेन्ट गरियो, घरमा हेर्दै हेरिएन भने चाहिँ गाह्रो छ। एन्सन त्यति सजिलो छैन है साथीहरू पास गर्नलाई, मजाले बुझेर पास गर्नलाई चाहिँ। अब हावाको तालमा पास भए पनि त त्यो के जान्नु, साँच्चै बुझेर अध्ययन गरेर तपाईँले पास गर्ने हो भने चाहिँ निकै समय लाग्छ तपाईँहरूलाई। arigatou ओके, gozaimasu। अरू केही छ प्रश्नहरू? छ भने छ भन्नुहोस्। ल ओके, सुरु गरौँ है। हाजिमी मास्यो भन्दैछ हाम्रो साथीहरू, या हाजिमी मास्यो पनि भन्दछन्। ल ओके, हामी स्टार्ट गरौँ है त, धेरै ढिलो नगरिकन। मैले स्क्रिन सेयर गरेँ है। हामी बुकमा छिरेको छैनौँ साथीहरू अझै पनि। आज हामीले केहीको विषयमा अध्ययन गरिसक्यो भने सम्भवतः भोलि बिहान क्लास हुँदैन गभर्मेन्टले। अब बिहानको त मैले अस्ति नै तपाईँलाई भने हो, एक दिन क्लास भएर एक दिन छुट्टी हुन्छ, कुन दिन 6 दिन हुन्छ कन्टिन्यू, कुन दिन एक दिनमै छुट्टी गर्नुपर्ने हुन्छ। तर हामी महिनामा 20 दिन भनेको हप्तामा 5 दिन चाहिँ पढ्छौँ बिहान पनि। बाँकी एक्स्ट्रा टाइम छुट्टी भएको बेलामा 10 बजीसम्म पढ्छौँ, त्यसको रेकर्डिङ व्यवस्था हुन्छ। त्यो बुझ्नु पऱ्यो है बिहानको साथीहरूले, किन क्लास दिनै छुट्टी भयो भनेर कम गुनासो गर्नु पाएन। अहिलेसम्म तपाईँले केही पेमेन्ट पनि गर्नु भएको छैन, अहिले बुझेर अगाडि बढ्नु होला। महिनामा हामी 20 दिन मात्र पढ्छौँ, यसरी भन्नुको मतलब हप्तामा 5 दिन है। फेरि 5 दिन रेगुलर क्लास हुँदैन। जस्तै आज मैले क्लास गरेँ, भोलि छुट्टी हुन्छ, पर्सिबाट निरन्तर 4-5 दिन क्लास हुन्छ, फेरि कन्टिन्यू 4-5 दिन। फेरि तपाईँको बिचमा छुट्टी हुन्छ, फेरि 4-5 दिन क्लास हुन्छ, फेरि कुन दिन चाहिँ फेरि आज क्लास गरेर भोलि नै छुट्टी गर्नुपर्ने अवस्था पनि आउँछ। त्यसो गरेर चाहिँ
हामीले महिनामा 18 देखि 20 दिन पढ्छौँ, प्लस त्यतिले अलिकति बेलुकाको क्लास सँगसँगै रनिङ गर्नलाई नपुग्ने भएकोले गर्दाखेरि मेरो या क्लास छुट्टी भएको चाहिँ बेलामा हेऱ्यो है, फ्राइडे। छुट्टी भएको बेलामा चाहिँ मेरो छुट्टी भएको बेलामा 8 देखि 10 बजीसम्म क्लास गराउने अवस्था पनि आउँछ। त्यसलाई पनि तपाईँले स्वीकार गर्नुपर्ने हुन्छ। जसको 9 देखि 10 त म त भ्याउँदिनँ भन्ने हुनुहुन्छ, म एभ्री डेको यो बिहानको क्लासमा त एभ्री डेको रेकर्डिङ गरिदिन्छु। रेकर्डिङ गरेपछि त छुटेको बेला ल 9 देखि 10 मैले क्लास गरेँ, कुनै दिन सधैँ त मैले गर्दिनँ 9 देखि 10 भनेको त। 8 देखि 10 सम्म भने 1 घन्टा एक्स्ट्रा बढी कुनै दिन गरेँ, महिनामा 1-2 चोटि गरेँ भने मैले एभ्री डेको रेकर्ड चाहिँ गरिदिन्छु है त। रेकर्ड गरिसकेपछि छुटेको साथीहरूले मजाले हेर्न सकिन्छ, त्यसरी अगाडि बढ्न सकिन्छ। ल अब हामीले हिजो धेरैजनाले अब लगभग के हो त यो जिदौसी तादौसी भनेको भवलाई 2 भागमा विभाजन गर्दो रहेछ, के रहेछ त जिदौसी तादौसी भन्ने विषयमा मैले धेरै त्यति व्याख्या गर्नु पर्ला जस्तो लाग्दैन, किनभने धेरैजना विद्यार्थी साथीहरूले बुझिसक्नु भएको छ। मैले धेरै नै व्याख्या गरेको पनि छु त्यो विषयमा है, धेरै नै व्याख्या गरेको छु, किनभने 2 दिन लगाएर व्याख्या गरिदिएको छु। बेलुका क्लासमा पनि क्लियर भएको छ हाम्रो विद्यार्थी साथीहरू, लगभग मलाई लाग्छ जिदौसी तादौसीको विषयमा समस्या हुनु भएन कोही पनि। अब हामी केहीको विषयमा अलिकति अध्ययन गर्न गइरहेको छौँ। के हो त केहीको, हिजो मैले अलिअलि सेउखाइ त गरिदिएँ, र त्यतिले पुगेन। टाइमलाई मध्यनजर गर्दै म काममा एक्जिट पर्ने भएकोले गर्दा क्लासलाई त्यतिकै स्थगित गर्यो हामीले हिजो होइन। हिजो पनि हामीले राम्रै पढ्यो, 1 घन्टा प्लसै पढ्यो, 1 घन्टा 10-15 मिनट टाइम दिएको। जहिले पनि हामीले बिहानको समयमा त्यस्तो हुनसक्छ है त। अब हामीले कहाँसम्म पढिएको थियो त साथीहरू हिजो, थाहा छ कसैलाई यहाँसम्म पढेको थियो भन्ने कुरा? तलपट्टि भाषा त्यही सोही नै गोसम्म, हजुर त्यही नै गो। केही टेलको भाषामा छौँ हामी तलपट्टि। ल अलिकति तलतिर जाउँ है त। त्यसो भए त्यही नै गो हो। आइसिएलसी यहीबाट ल हो। ओके, त्यही नै गो भन्ने बित्तिकै अब त्यही नै गोमा जाउँ है त। त्यसो भए त्यही नै गो भनेको चाहिँ के हो त? मेन कुरा त्यही नै गो भनेको चाहिँ तपाईँले आफूलाई पनि सम्मान गरेर अरूलाई पनि सम्मान गरेर कुराकानी गर्ने बेलामा त्यही नै गो प्रयोग गरिन्छ। यसको मतलब आफू पनि सानो नभइकन अरूलाई पनि सानो नभइकन दुवैजनालाई सम्मान गरेर बोल्ने बेलामा हामीले सम्मानित भाषालाई 3 भागमा विभाजन गरिन्छ भनियो। सरस्वती जाउँ, फेरि नयाँ साथीहरू पनि होला यहाँ, केही नबुझेको होला है, भर्खर यहाँदेखि त स्टार्ट गरे हो। केहीको भनेको चाहिँ सम्मानित भाषा, विशेष गरेर तपाईँले बिजनेस लेभलको भाषा बोल्छ कहाँदेखि बुझ्नु मैले भनेर धेरैजना साथीहरूले भन्छन्। हो, बिजनेस लेभलको भाषा भनेको यही हो, सम्मानित भाषा। फुच्चुमा बोलेको त सबैले बुझ्छ, जसले पनि प्रयोग गरिरहेको हुन्छ। तर ओक्याकको सामाहरूसँग कस्टमरहरूसँग त हामीले ठाडो बोलेर त हुँदैन होइन। रेस्टुरेन्टतिर हामीले त एकदमै पोलाइट फर्ममा बोल्नुपर्ने हुन्छ, एकदमै सम्मानित उच्च सम्मानित भाषामा बोल्नुपर्ने हुन्छ। अझ हाम्रो नेपालमा पनि आइसिनुहुन्छ खाइसिनुहुन्छ भन्ने भाषा बोल्यो भने बुझ्दैन उता गाउँतिरको साथीहरूले त के भन्यो भने बिल्ला पो हान्छन् त। यही भाषालाई चाहिँ केहीगो भन्दो रहेछ जापानी भाषामा पनि है। केहीगो भनेको सम्मानित भाषा। सम्मानित भाषामा जापानी भाषालाई चाहिँ 3 भागमा विभाजन गरेको रहेछ। एउटा सोनकेईगो, एउटा केन्जेओगो, एउटा तेइनेगो। यो 3टा बारे पनि तपाईँहरूले आज 100% बुझिएन भने चाहिँ अर्थ रहँदैन, मैले पढाएको अर्थै रहँदैन। यो सक्ने बित्तिकै पुस्तकमा छिराइहाल्छु मैले। किन यो गराउँछु भन्दा पछि थाहा भइहाल्छ किन सेन्सेले यो क्लास गराएछ। यो एन्फमै पढेको कुराहरू त किन पढाउनु भएको रहेछ त हामीलाई त फोकटमा। कतिलाई त लागेको होला नि त होइन, लागेको हुनसक्छ के। त्यही हिसाबले गर्दा यो विषयमा चाहिँ पछि तपाईँहरूलाई अब क्लास गराउँदै जाँदाखेरि ए साँच्चै दाइजी रहेछ है यो पोइन्टहरू त भन्ने कुरा चाहिँ तपाईँहरूलाई याद हुन्छ। सोनकेईगो भनेको चाहिँ आफूभन्दा ठुलो मान्छेलाई सम्मान गरेर बोल्ने बेलामा, ठुलो मान्छेहरूलाई एकदम हिजो कम्पनीको बोस छ, हाकिम छ, बुच्च्यौ स्याच्यौ होइन त तेन्च्यौ, त्यस्तो व्यक्तिहरूलाई हामीले बोल्दाखेरि चाहिँ एकदमै उनीहरूलाई मोडेर है, फेरि आफूलाई होइन उनीहरूलाई केन्द्रित गरेर उनीहरूलाई तपाईँको चाहिँ मोडेर चाहिँ सम्मान गरेर बोल्ने बेलामा चाहिँ सोनकेईगोको प्रयोग गरिन्छ। लेख्नुहोस् है मैले भनेको कुराहरू। अन्त रेकर्डिङ पनि छ आजको क्लासमा है कि रेकर्डिङ छैन? रेकर्डिङ भएको छ कि छैन हाम्रो क्लास? भएको छैन के हजुर चाहिँ रेकर्ड हुँदैछ। रेकर्ड छ सर। ओके, हिजोको क्लासमा चाहिँ उता के थापा मगर साथीले बेलुका क्लास रेकर्डिङको एक्सेप्ट मलाई रिक्वेस्ट पठाएको थियो, मैले एक्सेप्ट गरिदिएँ।
मैले रेकर्ड गरिनँ साथीले उता कसकोमा रेकर्ड भइरहेको होला ग्रुपमा पठाइदिनु होला के प्रकाश थापा मगर के हो रिक्वेस्ट कि त्यसरी रिक्वेस्ट नपठाउनु होला मैले एक्सेप्ट गरिहालेँ फ्याट्टै सेन्से हजुर 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 भन्नु न कस्तो कस्तो पाएँ त्यही भएर कसले मेसेज गरिराख्नु भएको छ क्या म हिजो जस्तै सुटेको होइन बेलुका मैले हिजै सम्झाएँ हेर्नु उहाँलाई नि हिजै सम्झाएँ क्लासमा अनि यसरी ग्रुपमा त्यही त साह्रै मात्तेको मान्छे त मान्छे त हाम्रो यसरी त अब कतिजनाले अब यस्तो हुन्छ अब त्यस्तो मेसेजहरू देख्नुभयो भने घरमा अब ला कसरी केमा पढ्छ तिमीहरू गाली गर्नु नि त अनि त्यही पनि त्यस्तो मेसेज गर्ने नि होइन यति धेरै मान्छे भएकोमा उसको आफन्त नि हुनसक्छ नि त कस्तो मेसेज गरेको अब यसमा चाहिँ अब म भन्दा धेरै बुझ्नेहरू सबैबाट तपाईँहरू हुनुहुन्छ मैले त केही भन्न सक्दिनँ है किनभने नगर भनेर मैले सम्झाएँ हिजो के गरेको त्यो मेसेज भनेर मैले मेसेज पनि गरेँ माथिको मेसेज मलाई यस्तो यस्तो भने त्यही भएर गरेको ग्रुपमा त्यस्तो गर्ने होइन भनिदिएँ मैले ग्रुपमा त्यस्तो गर्ने होइन जे भए पनि पर्सनल कुरा हो कि त उसलाई त्यही त पर्सनल रिस उठ्यो भने पर्सनल आइडीमा गएर भन्दा हुने हो नि त अब त्यो ग्रुपमा पर्सनल गयो आइडीमा के उहाँले हो भनेर गरेको कुरा गल्ती त क्लियर गर्ने गर्नुभयो हो उहाँ चाहिँ नाम चाहिँ लिन मैले गल्ती चाहिँ गर्नुभयो मलाई अर्को ग्रुपमा जोइन गरिदिनु भन्दै हुन्थ्यो अब अर्को ग्रुपमा त अब पेमेन्ट भइसकेपछि होला पेमेन्ट पनि गर्नु भएको छैन साथीहरूले है ल अब आजदेखि चाहिँ पेमेन्ट भएकोले त्यो ग्रुप छोडिदिन हुन्छ किनभने पढ्न बसेको हुन्छ टङ्ग टङ्ग म्याच आइरहेको हुन्छ त्यो इम्पोर्टेन्ट छ कि भनेर हेऱ्यो भक्कु झगडा गरेर आउँछ मान्छे ग्रुप छुट्याउनुपर्छ ग्रुप है ल झगडा हुँदैन अबदेखि एकदम स्ट्रिक्ट हुनुपर्छ है मैले यहाँ जति पनि आज प्रेजेन्ट भएको छ तपाईँहरू अनावश्यक गफ नगर्नुहोस् बढी किताबको कुराहरू छानेर ल्याउनुहोस् यस्तो पो रहेछ त सल्लाह गर्नुहोस् ग्रुपमा होइन त्यहाँदेखि सिकिने हो फाल्तु गफ गर्ने फाल्तु गफ गऱ्यो भने तपाईँ के अर्थ हुन्छ त यहाँ त हामी पढ्न यत्रो पैसा तिरेर तपाईँ आउनु भएको छ यति बिहानै उठेर के होला कि भनेर नि त पढ्नु भएको छ नि तपाईँहरूले पनि मलाई विश्वास गरेर आउनु भएको छ हावाको तालमा आउनुभएको त पक्कै पनि होइन होला राम्रो पढाउँछ यो मान्छेले धेरैजना विद्यार्थी पास गराएको छ एनसानमा पास्टमा विगतमा भन्ने एउटा ट्रस्ट लिएर आउनु भएको छ नि तपाईँहरू त फोकटमा त आउनु भएको छैन होला पक्कै पनि त्यही हिसाबले गर्दाखेरि यहाँ ग्रुपमा अनावश्यक कुरा कसैले पनि नगरिदिनु होला आफै बुझ्ने हुनुहुन्छ होइन मभन्दा धेरै बुझ्ने मभन्दा धेरै उमेरको पनि हुनुहुन्छ होला धेरैजना त्यही हिसाबले गर्दाखेरि क्लासमा बरु ल्याउने खोज्ने मैले केही गाइड गर्दै जाँदाखेरि मबाट पनि त्रुटि भयो भने कहाँ त्यस्तो हुन्छ सेन्से यस्तो पो हुन्छ त त्यसरी अगाडि बढ्नुपर्छ कहिले कहीँ त मैले पनि गर्दै जाँदा केही त त्रुटि हुन्छ मान्छेबाट होइन कहिले कहिले गाइड गर्दै जाँदा उल्टो गाइड गरिएला कुनै कुराहरू हाचुवन गर्दाखेरि उल्टो हाचुवन गरिएला त्यस्तो कहाँ हुन्छ यस्तो पो हुन्छ त भन्दै अगाडि बढ्ने प्लस तपाईँहरू छलफल गर्ने ग्रुपमा चाहिँ ल्याउने शब्दहरू जस्तै हिजो हामीले तपाईँलाई जिदौसी तादौसी भवलाई 2 भागमा विभाजन गरिदिन्छ अब त्यहाँ चाहिँ 400वटा भवहरू छन् टोटल 400 तिनलाई त्यो 400 लाई त तपाईँले रट्नु पर्यो नरटी त विकल्पै छैन जिदौसी तादौसी त ओरा गा पार्टिकल मात्र छुट्याएर भयो त भएन होइन त्यही हिसाबले त्यो भवलाई चाहिँ जिदौसीमा के भन्छ तादौसीलाई के भन्छ 100% रट्यो भने चाहिँ एकदम किनभने त्यसको फ्याक्ट 100% फर्मुलै छैन त्यो ग्रुप 1 ग्रुप 2 ग्रुप 3 को भवहरूलाई जस्तो बनाएर ए साउन्डमा लाने ए साउन्डमा लागेर भनेर त फर्मुला छँदै छैन फर्मुला नभएपछि त्यो त मैले सिकाएको त हिन्ट्स हो एउटा क्लु हो क्लु त्यसलाई त्यही गाखारी भन्छ सिमेरुलाई त सिमारु मारुमा लाने होइन तपाईँको चाहिँ केरुलाई कुमा लाने भने एउटा हिन्ट्स हो त्यो सबै ठाउँमा लागु हुँदैन तपाईँलाई सजिलो होस् याद गर्न सजिलो होस् भनेर सिकाउन खोज्या मात्र तर त्यही भएर चाहिँ तपाईँले यो जिदौसी त तादौसीको भवहरू चाहिँ भवहरूलाई पार्टिकल त तपाईँले हेर्ने बित्तिकै यो जिदौसी तादौसी जो सबैले छुट्याउन सक्ने भइसक्यो भव पनि याद गर्नु पर्यो क्या है त अब हाम्रो छ सोनकेगो सोनकेगो भनेको आफूभन्दा ठुलो मान्छेहरूलाई एकदमै सम्मान गरेर इज्जत गरेर बोल्ने बेलामा सोनकेगो भनिन्छ प्रयोग गरिन्छ है विशेष गरेर विपक्षी मान्छेहरूलाई भन्ने बेलामा उहाँले गर्नुहुन्छ उहाँले भन्नुहुन्छ भन्ने बेलामा उहाँले भन्ने बित्तिकै को त साथीहरू दोस्रो व्यक्ति हो कि होइन दोस्रो व्यक्तिले यसो गर्नुहुन्छ यसो भन्नुहुन्छ भनेर भन्दा उनीहरूको वर्णन गर्ने बेलामा उनीहरूलाई उनीहरूको बारेमा कुरा गर्दा दोस्रो व्यक्ति भनेको आइते वातासी भनेको म फर्स्ट पर्सन सेकेन्ड पर्सन भनेको आइते विपक्षीले को बारेमा व्याख्या गर्दा सोनकेको प्रयोग गर्ने इज्जती भाषामा बोल्दाखेरि यो केन्जेउको भनेको चाहिँ हाम्रो नेपाली भाषामा छैन जापानीमा चाहिँ छ केन्जेउको भनेको चाहिँ आफू सानो भएर अरूलाई इज्जत गरेर बोल्ने बेलामा प्रयोग गरिन्छ तर विशेष गरेर चाहिँ हामीले बोल्ने बेलामा हामीले बोल्दाखेरि प्रयोग गर्ने शब्द मात्र अरूले बोल्दाखेरि केन्जेउमा बोल्नु हुँदैन आफू सानो भएर अरूलाई इज्जत गरेर बोल्ने इज्जती नै भाषा हो है तर आफू सानो भएर अरूलाई इज्जत गरेर बोल्ने बेलामा प्रयोग गरिन्छ
ध्यान दिनुहोस् कि यो चाहिँ अघि चाहिँ विपक्षीलाई मोडेर कुराकानी गरिन्छ भने यो चाहिँ आफूलाई मोडेर कुरा गरिन्छ। आफूलाई भन्दा बाहेक अरूलाई कसैलाई पनि मोडिँदैन है, आफूलाई मात्र मोडेर कुराकानी गरिन्छ। अर्को तेनेगो भनेको चाहिँ यो पनि उच्च सम्मानित भाषा हो। यो चाहिँ फ्याट्टै छुट्याउन सजिलो छ। सिधै मास फर्म र देश फर्म जोडेर आउने बित्तिकै ए तेनेगो रहेछ है। कुनै पनि भब छ दोषी छ भने त्यसको पछाडि मास फर्म हुन्छ। ताबे मास, इक्की मास, नोमी मास, मास केकी मास, यी सबै के हुन् त? तेनेगो हुन्। अथवा भबको पछाडि देश हैन, वतासी वा कुमारु देश, वतासी वा रामु देश, यस्ता देश फर्म छ भने पनि तेनेगो हुन्छ। अझ यो तेनेगोलाई चाहिँ मोर देन तेनेगो अझ पोलाइट फर्ममा, जस्तै हाम्रो खानु हुन्छलाई पोलाइट फर्ममा के हुन्छ साथीहरू? अझ पोलाइट हुन्छ नि, एउटा ठकुरी साथीहरूले बोल्ने भाषा। खाइसिनु हुन्छ हैन? खाइसिन्छ। खानुहुन्छ पनि सम्मानित हो कि होइन त? हो नि, खानुहुन्छ पनि ठाडो हो त होइन नि त? उहाँले खानुहुन्छ, खाइसिनुहुन्छ हो। त्यसरी त्यो अझ पोलाइट फर्ममा लाने भएपहरू पनि छन्। जस्तै तपाईँको चाहिँ फोन आयो तपाईँलाई, अनि फोन आएर चाहिँ तपाईँले चाहिँ मसी मसी गर्दाखेरि हाई मसी मसी नाखामुरा तेन्नो कुमारु दे गोजाइमास भनिरहेको हुन्छ। नाखामुरा तेन्नो कुमारु दे गोजाइमास भनेको नाखामुरा नाम गरेको पसलको म चाहिँ कुमार हो। दे गोजाइमास भनेको देशको पोलाइट फर्म के हो त? अझ पोलाइट फर्म चाहिँ देश पनि पोलाइट फर्म नै हो साथीहरू। तर मोर देन पोलाइट चाहिँ दे गोजाइमास। ओक्या कुसामाहरूसँग चाहिँ बोल्दाखेरि वतासी वा कुमारु देश भन्नु भएन हैन, वतासी वा कुमारु दे गोजाइमास अथवा कुमारु तो मौसीमास, यसरी चाहिँ बोल्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यो तेनेगो पनि अति इम्पोर्टेन्ट छ। मैले सरस्वती व्याख्या गरिदिइहालेँ। लेट्स सी यहाँ पनि ल्याएको छ के सोन केको भने के रहेछ त? ठुलो मान्छेलाई रेस्पेक्ट गरेर कुरा गर्दाखेरि प्रयोग गरिन्छ। ठुलो मान्छेहरूलाई आफू भनेको सानो भयो, बोस भनेको कम्पनीको बोस। कसलाई चाहिँ फोकस गरेर बोल्नुपर्ने छ साथीहरू? आफूलाई कि बोसलाई? बोसलाई प्रयोग गर्दाखेरि मात्र प्रयोग गरिने। बोस मात्र नभएर तपाईँभन्दा माथिको मान्छे, अलिक सम्मानित मान्छेहरू छ नि हैन, कम्पनीको जेओसीहरू, त कम्पनीको स्याच्यो बुच्यो हुनसक्छ। आफूभन्दा माथिको मान्छेहरूलाई बोल्दाखेरि जहिले पनि हुने। ल हेरौँ है त। जस्तै तपाईँको चाहिँ इमास भनेको नेपालीमा के हो त? नेपालीमा छ हैन, छ अथवा हुनु हुन्छ। छ भन्ने बेलामा इमास भन्छ, हो कि हैन? अर्को इमास भनेको भन्नुहुन्छ, भनिन्छ हैन? इमास भनेको भनिन्छ। भनेको तपाईँको अब सेन्से इमास्का हुन्छ कि इरासेमास्का हुँदो रहेछ त? इरासेमास्का भन्नु पर्यो। मसी मसी हैन, कुमारु सेन्से इरासेमास्का। अथवा तपाईँको चाहिँ कुमारु सेन्से वा गाको नि इरासेमास। कहाँ हुनुहुन्छ उहाँ? गाकोमा। अब इमास भनेको भनेर भनिन्छ। उहाँ सेन्सेले भनेर भन्नुभयो भनेको चाहिँ ओस्याइ मासिता भन्नु पर्यो है। ओस्याइ मासिता भने पास्ट फर्ममा। ओस्याइ मास भनेको भनेर भन्नु, इमासको पोलाइट फर्म। यसलाई चाहिँ कन्ठाइ बनाउनु पर्यो क्या हजुरहरूले, रोट्नै पर्यो। मिनिङ रटे जस्तै रट्नु पर्यो। यसरी चाहिँ याद गर्नु पर्यो। यो मास फर्म भनेको कुन फर्ममा छ साथीहरू? तेनेगो, केन्जेगो, सोनकेगो, कुन फर्ममा छ मास फर्म? तेनेगो छ है। हो, त्यही नैमा देश फर्म मास फर्म हटेको छैन भने के हुँदो रहेछ त? तेनेगो हुँदो रहेछ भनेर चाहिँ सबैजनाले याद गर्नु पर्यो है। ल तलतिर जाउँ। सेन्से जस्तो अरूले भनेको कुरा उहाँले यसो भन्नुभयो भन्नलाई चाहिँ के भन्नु? उहाँले भन्नुभयो भने तपाईँको ओस्याइ मासिता है। अरूले भनेको कुरा चाहिँ ओस्याइ मासिता। अरूले भनेको त स्वदेश होइन त, त्यो पछि हामीले ग्रामरमा पढ्छौँ। अहिले चाहिँ अरूले भनेकै कुरा अरूकै लागि भन्ने हो। सेन्सेले यसो भनेर भन्नुभयो भन्दाखेरि ओस्याइ मासिता भन्ने, मासिता भन्ने। सेन्सेगा ओस्याइ मासिता भनेको के हो त? शिक्षकले यो भनेर भन्नुभयो। ओस्याइ मासिता भनेको भनेर भन्नुभयो। तो इवारे भन्ने शब्द सुन्नु भएको छ? हजुर, इवारे ता पनि भन्छ नि, त्यो पनि हो। त्यो इवारे मासिता भनेको पनि एउटै हो, पोलाइट फर्म है। भनेर भन्नुभयो तो इवारे मासिता, तो ओस्याइ मासिता। इवारे मास भन्दा अझ पोलाइट फर्म चाहिँ ओस्याइ मासिता। अरूले अरूले एकदम पर्फेक्ट। अरूले आफूलाई प्रयोग गरिन्न।
यो इर्यास्याइमास ओस्याइमास भनेर चाहिँ म छु भन्दाखेरि प्रयोग गरिन्न। अघि मैले भने न सोन्केको भनेको कसलाई मोडेर कुरा गर्ने अरे साथीहरू? अरूलाई, दोस्रो व्यक्ति आइतेलाई, आफूलाई जेन जेन प्रयोग गरिँदैन है। हजुर आफूलाई त प्रयोग गर्नु पर्यो भने दिमागमा लगाइहाल्नु पर्यो। केन्जियोकोमा जाने, कहाँ जाने? केन्जियोको आफूलाई मोडेर कुरा गर्दा। अब हेर्नुहोस्, केन्जियोको भनेको आफू सानो भएर अरूलाई सम्मान गरेर बोल्ने बेलामा प्रयोग गरिन्छ। एउटा आफू भयो, एउटा कम्पनीको बोस भयो। जस्तै तपाईँको चाहिँ सीमास भनेको के हो साथीहरू? गर्छु। गर्छु। इमास भनेको भनेर भन्नुहुन्छ अथवा भनिन्छ, भनेर भनिन्छ। इमास भनेको छ, छु। अब सेन्से आसिता रेन्द्राकु इतासिमास, तपाईँले ठुलो मान्छेलाई बोल्दाखेरि आसिता रेन्द्राकु सिमास, सिमास भनेको गर्नु हो कि होइन साथीहरू? अब आसिता रेन्द्राकु इतासिमास कसले गर्ने हो? रेन्द्राकु कसलाई मोडेको छ यो शब्द? तपाईँलाई कि अरू मान्छेलाई? बसलाई गर्ने व्यक्तिको आफू कहाँ बोस भन्दैछ? बोसलाई मोडेको छ र छैन नि? छैन। बोसलाई चाहिँ सम्मानित गरेर आफूभन्दा ठुलो मान्छेलाई इज्जत गरेर आफूलाई मोडेर कुरा गर्ने कानी गर्ने बेलामा भनेको चाहिँ बोसले तपाईँलाई राम्रो मानोस् भनेर चाहिँ आफू एकदमै सानो भएर बोल्ने बेलामा प्रयोग गरिन्छ भन्ने कुरा ठ्याक्कै बुझ्यो भने सजिलो के। मोडेर चाहिँ आफूलाई मोडेको हो। मलाई इमानी मानोस्, मलाई चाहिँ सम्मानित मानोस्, उसलाई अलिकति मिठो बोलिदिउँ भन्ने हिसाबले बोल्ने बेलामा प्रयोग गरिने भाषा हो केन्जियो। कसले प्रश्न गर्दै हुनुहुन्छ? ओनेगाइसीमा मैले त बिर्सिहालेछु। सेन्से सिमास र यारिमासमा कुन चाहिँ पोलाइट? यारिबास भनेको अलिक ठाडो, एकदमै ठाडो। मास हलाउने भन्ने बित्तिकै तपाईँको चाहिँ पोलाइटै के अरे पोलाइटमै जान्छ, टेनेकोमा जान्छ। तर सिमास र यारिमासमा यारिमास एकदमै ठाडो हो। है फुचुमा मान्छ क्या। हुन त मास दुइटै सामान्य, मास जोडेपछि यारु र तपाईँको चाहिँ सुरु, त्यसो भन्नु पनि सजिलो हुन्छ। यारु र सुरु। जापानीहरूले धेरै प्रयोग गर्ने शब्द के हो त साथीहरू? सुरु भन्ने यारु, यारिमास प्रयोग गर्छ है। वतासी यारिमास, वतासी यारु यो। किनिसी नै दे कुदासाई, वतासी नो कोतोस किनिसी नै दे कुदासाई, वतासी यारु यो। सुन्नुभएको छ नि? हजुर। अनि कस्टमरहरूले कहिलेकाहीँ चाहिँ हामीलाई याते ओरिमासेन का भनेर सोद्धाखेरि चाहिँ कसरी जवाफ दिँदा चाहिँ ओरिमासेन भनेको त गर्नु भएको छैन भनेको एकदम पोलाइट फर्म हो। तपाईँले गर्नु भएको छैन भनेको। अनि हामीले पनि याते सुइमासेन याते ओरिमासेन भन्दा हुन्छ। इमासलाई पोलाइट फर्ममा, इमासेनलाई के भन्छ साथीहरू? हुन्छ नि एकदम पोलाइट। अनि मतलब अगाडि यारिमास पनि थप्यो नि त, त्यही भएर तपाईँले चाहिँ इए तपाईँको चाहिँ गरेको छैन भने अब यारिमासलाई के गर्ने? नेगेटिभ फर्ममा लाँदाखेरि याते ओरिमासेन भन्ने छैन भन्ने है। पहिला माप माग्नु पर्यो त्यस्तो बेलामा चाहिँ। अब कस्टमरसँग बोल्ने बेलामा त मौसी वाक्य गोजाइमासेन होइन भनेर माप माग्नु पर्यो नि। उनीहरूले बुझिहाल्छ त्यसो भने मौसी वाक्य गोजाइमासेन, मौसी वाक्य आरिमासेन, यसरी चाहिँ माप माग्नु पर्यो। फेरि सुमिमासेन पनि ठाडै हो। सुमिमासेनको पोलाइट फर्म के हुन्छ? मौसी वाक्य आरिमासेन, मौसी वाक्य गोजाइमासेन होइन। अब तपाईँले माफी माग्ने है त। अनि सेन्से यो लास्टमा यो भनेर जोड्दा चाहिँ कस्तो पोलाइट हो कि होइन? ताबेरु यो, इकु यो, ठाडो, एकदम ठाडो, फुचु। इन्दायो है, ए भइहाल्छ नि भन्ने। इन्दायो भन्छ, इयो भन्छ नि। म इयो, यो त अलिक बढी भयो। म इयो यामे यो, यो बढी भयो, तिमीले नगर यो भन्दा बढी। रिसाउने बेलामा जापानीहरू म इयो यामे यो भन्छ। सुन्नु भएको छ? म इयो यामे यो भन्ने शब्द छ। सुनेको छ। काममा धेरै प्रयोग हुन्छ नि त। हाम्रो काममा काम पुरा गर्दै जाँदाखेरि उसले गरिरहेको बेला मिस्टेकहरू भयो, उसले गरेर सक्यो भने पर्दैन अहिले यो इनफ भयो है। यो ने मात्रै बोल्दै लास्टमा ने भन्ने शब्द जब देशने होइन, ने भन्ने चाहिँ है भन्ने अर्थ लाग्छ है हाम्रो नेपालीमै जाने भने। यो भनेको चाहिँ नि भन्ने टाइपको अर्थ लाग्छ होइन। त्यो पनि हामी पछि अध्ययन गर्छौँ। अहिलेलाई यतातिर फोकस गरौँ। फेरि उतातिर मोड्यो भने फेरि उतै टाइम जान्छ। कति छन् कुरा हामीले सिक्नुपर्ने त। आजै पढेर 6 महिना पढ्ने, 6 महिना सिक्ने हामीसँग है। त्यही भएर आत्तिनु पर्दैन है। ल अब यता तपाईँको के छ त भन्दाखेरि हामी अहिले केन्जियोगोमा छौँ। केन्जियोगो भनेको के रहेछ त साथीहरू? आफू सानो भएर अरूलाई सम्मान गरेर बोल्ने बेलामा प्रयोग गरिन्छ। तर त्यो शब्द चाहिँ आफूले प्रयोग गर्ने है। अघिको सोन्केकोमा चाहिँ अरूलाई केन्द्रित गरेर बोलियो। अब यो चाहिँ
आफूलाई केन्द्रित गरेर बोलिन्छ। त आफूलाई सानो बनाएर भने चाहिँ आफूलाई त केन्द्रित गर्ने हो। आसिता रेन्द्राको इतासिमास भन्छ है। भोलि के गर्छु साथीहरू, म रेन्द्राको गर्छु, सम्पर्क गर्छु इतासिमास। अब इमास भनेको भनेर भनिन्छ अथवा भन्छ अथवा भन्नुहुन्छ। मौसीमास है, कुमारु त मौसीमास, रामु त मौसीमास भन्ने शब्द सुन्नु भएको छ हजुरहरूले? कसलाई प्रयोग गरे मौसु भनेको, आफूलाई कि अरूलाई हो त? आफूलाई हो, आफूलाई मलाई यो भनेर भन्छ भन्ने बेलामाखेरि चाहिँ वतासिगा सेचुमे हो मौसीमास भने के भयो त? अब म व्याख्या गरिदिन्छु होइन, अथवा इतासिमास वतासिगा सेचुमे हो इतासिमास व्याख्या गर्छु। यसरी चाहिँ प्रयोग गर्न सकिन्छ। अब ओरिमासको त मैले धेरै व्याख्या गर्नु पर्दैन, अघि अघि हाम्रो सिस्टरहरूले सेन्टेन्सै बनाउनु भएको थियो। इमासको ओरिमास कन्ठै बनाउनु पर्यो नि होइन। म चाहिँ यहाँ बस्दैछु भन्दा के भन्छौँ हामीले? जापानमा बस्दैछु, निहोन्दे सुन्दै ओरिमास। सुन्दै ओरिमास भने सुन्नु भएको छ? ओरिमास भन्ने शब्द इरुको ओरिमास त हो नि, त्यो केन्जेको जे म बस्दैछु भन्दा पो ओरिमास भन्ने शब्द। अरू बस्दैछ भन्दाखेरि के हुन्छ? इरासेमास इरासेमास है। सेन्से वा गाक्को नि इरासेमास, स्याच्यो वा खाइगी नि इरासेमास। खाइगी भनेको मिटिङमा हुनुहुन्छ। यसरी चाहिँ हामीले प्रयोग गर्न सकिन्छ भन्ने कुरा हो। यो फर्म बुझ्नुपर्छ है। कतिले बुझेको थियो थिएन है? बुझेको थिएन भने बुझेर जाउँ। म्युट गरिदिनु होला नि गाइसीमा। यहाँ त फेरि यति थोरैमा पनि हल्ला भयो भने गाह्रो हुन्छ। थोरै छौँ नि हामी, कतिजना छौँ? 50जना 60जना ए 80जना पुगिसकेको छ। कहाँदेखि आएछ साथीहरू आज? 80जना छ। हल्ला हुँदैन 80-100जनामा त। बेलुका क्लास पनि हिजो त हल्ला भएन नि, हो कि होइन? भयो त? बेलुका क्लास गयो हुनुहुन्थ्यो हिजो? मेसेज गर्न नमिल्ने बनाउनु मिल्दैन नि। मिल्छ, मजाले मिल्छ। मेसेजमा पनि यति धेरै हल्ला भइरहेको थियो नि। मेसेजमा ध्यान दिनै होइन नि हामीले, मेसेजमा फोकसै नगर्ने। टुङ आउँछ अगाडि खालि त्यही त भने अगाडि आइहाल्छ। यता मेसेन्जरमा कि उता यहाँ पढेको बेला यहीँको मेसेज, यहीँको मेसेजमा मिल्छ। अब मेसेजै बन्द गऱ्यो भने त्यो त साह्रै टाइट भयो नि त होइन? मेसेजै बन्द गऱ्यो भने त टाइट भयो नि त। यहाँ पनि आएको रहेछ, आउँदो रहेछ, हाजिबे मास्यो भन्ने छ हाम्रो सेन्से सुरु गरौँ, पदम भन्न आउँछ यसरी म्यासेज। अब यसलाई मैले चाहिँ मेरोमा चाहिँ नदेख्दो रहेछ। फेरि मैले चाहिँ उता डिस्प्लेमा म त यता हुन्छु नि त। अब यो तपाईँहरूलाई पनि देख्दिनँ क्या मैले। तपाईँ 78जना छ भन्ने हेर्नको लागि त यता जुममै आउनु पर्यो। म त न त त्यता पिडिएफमा हुन्छ कि है। पिडिएफमा भनेपछि त म त देख्दिनँ तपाईँहरूलाई त है। एकजनाले माइक खोलेर बोल्ने बित्तिकै सबैजना गुरुरुरु बोल्न थालेको चाहिँ के पनि बुझिँदैन। त्यो चाहिँ हो, पालै पाला बोल्ने सिस्टम गर्नु पर्यो। त्यही भएर सबैले भनेको मैले है। अब हामी केन्जेओकोमा गयो साथीहरू। अब तलतिर जाउँ ल। त्यही नै अघि पनि मैले व्याख्या गरेँ नर्मली। अब चाहिँ मजाले प्रोपरली बुझ्नुपर्छ है। त्यही नै गो भनेको चाहिँ आफू वा अरूलाई घटी बढी नगरी। हजुर आरिमासको पनि ओरिमास हुन्छ नि जस्तै हुँदैन। आरिमासको ओरिमास हुँदैन। आरिमासको गोजाइमास दे गोजाइमास होइन, गोजाइमास। देशको चाहिँ तपाईँको चाहिँ दे गोजाइमास। जस्तै चाहिँ म चाहिँ कसैले मलाई फोन गर्यो, है नाकामुरा तेन्नो कुमारु दे गोजाइमास होइन, नानीका ओतेजुदाइ सिमास्यौका, नानीका ओतेजुदाइ सिमास्यौका भनेको के हो त? केही सहयोग गरौँ तपाईँलाई, व्हाट क्यान आई हेल्प यु, के सहयोग गरौँ, यसरी प्रयोग गर्ने, यसरी चाहिँ बोल्न सकिन्छ। यो फर्म पनि पर्छ। जस्तै तिरुमागा हाइते ओरिमास भनेर भन्छ नि त। हाइते ओरिमास आफू छिरिरहेको छु भने पोलाइट फर्ममा हो त्यो पनि। हाइते ओरिमास म छिरिरहेको छु, इमासको पोलाइट फर्म होइन त ओरियस। हाइरिमास त गाडी आएर बसेको छ, कुरुमागा हाइते ओरिमास भन्छ नि त। ओरिमास भनेको छिरिरहेको छ, बसिरहेको छ भनेको, त्यो पनि पोलाइट फर्ममै हो है त। अब गाडीमा चाहिँ हाइते ओरिमास भन्ने खासै युज गर्दैन होइन। तपाईँले कता सुन्नुभयो? आफूले चाहिँ म छिरिरहेको छु, गाडीमा चाहिँ म छिरिरहेको छु भन्दाखेरि आफूलाई मोटिभेट गरेर भन्छ ओरिमास हुन्छ। अन्त त गाडीहरू त त्यो थिङ्सहरूलाई त्यसरी सम्मान गर्दैन, हाइते इमास भन्छ। हाइते ओरिमास भन्छ, हाइते इमास। अब ओरिमास लाउँदा पनि केही फरक त परेन होइन, तर युजली प्रयोग गर्दैन। मान्छेलाई मोडेर प्रयोग गर्ने बेलामा चाहिँ इमास हुन्छ है त। हाइते गोजाइमास भन्ने हो। आरिमासको फर्ममा लाने हाइते आरिमास भने चाहिँ प्रवेश गरेको छ भन्दाखेरि हाइते गोजाइमास भन्छ। पोलाइट फर्ममा गोजाइमास लाउन चाहिँ सकिन्छ है। फेरि
सेन्से यो ओरिमासको प्रश्न गर्छु है म एउटा। हजुर जस्तै त्यो कमेन्टहरू त्यस्तो लेख्ने बेलामा पनि जस्तै हामीले के भन्छ भने नानी ओरिमासित भनेर भनिन्छ नि, त्यस्तो चाहिँ लेख्न मिल्छ आफूले लेख्दा पनि कस्तो ठुलो मान्छे। म यसो गरिरहेको छु भन्दा मिल्छ मजाले। खाइते ओरिमास होइन तपाईँको चाहिँ मैले नोन्दे भन्न ओरिमास खोजेको नोन्दे इमासलाई ओरिमास लाने त हो नि। जस्तै जस्तै तपाईँ बेन्क्यौ हामीले सिते ओरिमास इमा नानी सितेरु न कसैले यस्तो त छैन। अथवा नानी सिते इमासका भनेर प्रश्न गर्छ भन्दाखेरि म चाहिँ अब यो गर्दैछु त्यो गर्दैछु। ओरिमास भनेको छु हो क्या हजुर, त्यसरी बुझ्नु न। इमासको केन्जेउको पोलाइट फर्ममा हुन त इमासै हो। ताबे त्यही मास नोन्दे मास याद होइन, अरू अरू फर्म हुन्छ नि भबमा मास, त्यसलाई चाहिँ अलिकति इज्जत गरेर बोल्दाखेरि चाहिँ ओरिमास भन्ने शब्द प्रयोग गर्छ। म चाहिँ जापानमा बस्दै आइरहेको छु हो नि त वास्तवमा त। फोकस अरू छोडिदिनुहोस्, मजाले मिल्छ। तपाईँले जुनसुकै फर्ममा लगेर जोड्न मिल्छ। कुरा बुझ्नु भयो कि भएन मेरो? अझै बुझिएन भने फेरि छलफल गरौँ के छ त होइन। अझै छ है तलतिर हामीले भनेको त मैले सेउखाइ मात्रै गर्दैछु, पढ्नु त बाँकी छ, टेबलै छ टन्न यहाँ तलतिर। ल ओके, त्यही नैको भनेको आफूले लाई पनि सम्मान गरेर अरूलाई पनि सम्मान गरेर माथि चाहिँ ठुलो मान्छेहरूलाई विशेष फोकस गरेर इज्जत गरेर बोल्ने बेलामा भन्यो यहाँ चाहिँ आफू पनि सानो नभए अरूलाई पनि सानो नभए तर आफूलाई पनि नहच्याए अरूलाई पनि नहच्याए क्या, बराबर इज्जत गरेर बोल्ने बेलामा त्यही नैको प्रयोग गरिन्छ। यो फर्ममा त्यही नैकोमा जहिले पनि मास फर्म र देश फर्म हटेको हुँदैन साथीहरू। र अझ मोर देन पोलाइटमा लाँदाखेरि यहाँ केही शब्दहरू दिएका छन्, तीलाई पनि याद गरौँ। सिमास कि मास भन्ने शब्दहरू मास आउने बित्तिकै के रहेछ साथीहरू? त्यही नैको मास आउने बित्तिकै त्यही नैको देश मास अनि तपाईँको चाहिँ ओरिमास होइन त। ओरिमास भनेको के भन्छ? के को आरिमास रहेछ। आरिमासको के हुँदो रहेछ अझ पोलाइट साथीहरू? गुजाइमास है गुजाइमास मात्र आरिमासको। ल अर्को तपाईँको सौदेशको के हुँदो रहेछ? सायौदे गुजाइमास। सायौदे गुजाइमास। सौदेश भनेको के होला नेपालीमा? कसैको कुरा समर्थन गर्ने बेलामा कि जापानीहरूले के भन्छ साथीहरू? होइन सौदेश। सौदेश भने त्यसै हो भनेर हामीले कसैको कुरालाई ओके गर्ने बेलामा सौदेश भन्छ। सौदेश सक्का पनि भन्छ नि सेन्से। सौका भने अलिक ठाडो हो। त्यस्तो हो भनेर भन्ने बेलामा सौका प्रश्न पनि हुन्छ नि त। ए त्यस्तो हो भनेको, ए त्यस्तो हो समर्थन गरेको हो नि त। ल अब यहाँ तपाईँको चाहिँ सुरु। अब यहाँ हामीले पढेको कुराहरू त याद गरियोलाई याद गर्नुहोस् है। आरिमासलाई गोजाइमास, सौदेशलाई सायौदे गोजाइमास, देशलाई दे गोजाइमास। यसरी चाहिँ सोन केन्जेगोमा अरे सोन केगोमा नभएर तपाईँ त्यही नैकोमा लान सकिने रहेछ, त्यही नैकोमा। अब यता हामी तलतिर जाउँ, धेरैवटा शब्दहरू छ, यसको अलिअलि व्याख्या गर्दै जाउँ, धेरै व्याख्या नगरौँ, समय पनिलाई पनि मध्यनजर गर्नु, यो आफैले पढ्नु होला। जस्तै तपाईँ सिमास, सिमासको प्लेन फर्म डिक्सनरी फर्म के हुन्छ साथीहरू? सुरु हो कि होइन? अब तपाईँको सुरुलाई के हुँदो रहेछ त? ठुलो मान्छेलाई मोहित गरेर उहाँले गर्नुहुन्छ, सेन्सेले गर्नुहुन्छ भन्ने बेलामा सोन के भन्ने रहेछ? नासाहरू, नासाइमास। नासाहरू भनेको के हो साथीहरू? नासाइमास। सेन्से वा नानी हो नासाइमासका, सेन्से वा नानी हो नासाइमासका। के भनेको थियो? के गर्दै हुनुहुन्छ? त्याचे वा म खायरिन नि नारी मास्ताका। स्याच्यौ चाहिँ अगाडि नै के गर्नुभयो त? फर्किसक्नुभयो है। नि नासाई मास्ता नारी मास्ता गमेन्ने माछी खाए त मिस्टेक भएछ है। स्याच्यौ वा म ओ खायरिन नि नासाई मास्ता, नासाई मासिता। स्याच्यौ चाहिँ अघि नै फर्किसक्नु भयो नि, फर्की बक्सिनु भयो। अझ तपाईँले भन्दै हुन्थेन कि है, ठकुरी भाषामा एकदम पोलाइट, मोर देन पोलाइट। अब यसरी चाहिँ आज चाहिँ कस्तो योजना बनाउँदै हुनुहुन्छ होइन, अथवा कस्तो योजना गर्दै हुनुहुन्छ होइन? के हो दोन्न तपाईँको चाहिँ के हो? यो त्यही हो, यो त्यही भनेको थाहा छ नि साथीहरू होइन? अथवा सिगोतो हो नासारु यो त्यही देशका। के हो दोन्न सिगोतो, सिगोतो मात्र लाएर भएन है, ओ र गो पनि लाउनु पर्यो। सिगोतोको अगाडि ओ लाउँछ कि गो लाग्छ साथीहरू? ओसिगोतो। पोलाइट फर्मको अगाडि जहिले पनि हामीले बिर्सिनै भएन। सोन केगोमा
ओरा गो पनि लाउनु पर्यो के वा दोन्न ओसीको तो नासारु यो त्यही देशका आज कस्तो काम गर्ने योजना छ हजुरको ठुलो मान्छेलाई सोद्धाखेरि नासारु भनेको गर्नु यति बुझ्नु गर्नुको पोलाइट फर्म कसलाई मोहित गरेर बोल्ने आफूभन्दा ठुलो मान्छे दोस्रो व्यक्तिलाई मोडेर मोहित गरेर भने मोडेर केन्द्रित गरेर बोल्ने बेलामा अब इतासु भनेको आफूले प्रयोग गर्ने आफू सानो भएर केन्जेउको भनेर दिएछ हेर्नु त माथि अघि भनेको कुरा छ नि होइन माथि टेबलमा आफू सानो भएर आसिता वातासी रेन्द्राको इतासिमास भन्छ आसिता रेन्द्राको इतासिमास भोलि म के गर्छु साथीहरू सम्पर्क गर्छु होइन वातासीका गो सेचुमे इतासिमास भन्नु पर्यो गो सेचुमे इतासिमास यसरी चाहिँ प्रयोग गर्न सकिन्छ वातासी वा गो सेचुमे इतासिमास के भनेको नेपालीमा नेपालीमा के भनेको हजुर म व्याख्या गर्छु व्याख्या गर्छ है कसले गर्छ व्याख्या कसलाई फोकस गरेछ त हुन त इज्जत गरेरै भने हो जस्तै ओ तपाईको चाहिँ कम्पनीको ठुलो मान्छेले व्याख्या गर्नु भन्दा उसलाई किन दुःख दिनु हैन उसलाई किन दुःख दिनु मै गर्छु नि त्यो काम भन्दाखेरि चाहिँ तपाईले यसरी प्रयोग गर्न सकिने रहेछ अब याद गर्नु पर्यो है इतासिमास यो इतासु भनेको इतासिमास देखाएको साथी यो प्लेन फर्ममा लग्या हो है नझुकिनु होला केमा लग्या हो जिसो केमा लग्या हो र तलतिर जाउँ इरु इमास भनौँ न इमास भन्दा सजिलो हुन्छ तपाईलाई इरु भनेको छ हैन हो कि हैन सजीव वस्तु छ कि निर्जीव वस्तु छ भन्दा इमास भन्छ त आरिमास भनेको सास नभएको नन लिभिङ थिङहरुमा आरिमास लिभिङ थिङहरुमा इरु छ अथवा छु अब शिक्षकलाई हामीले सेन्सेई वा आशोकको नि इमास भन्छ कि तपाईको इरासेमास हुँदो रहेछ त इरासेमास भन्नु पर्यो है सेन्सेई वा के हो काको नि इरासेमास सेन्सेई चाहिँ आज कहाँ हुनुहुन्छ अथवा काकोमा हुन्छ अथवा इमा भन्दा पनि हुन्छ सेन्सेई वा इमा गाको नि इरासेमास शिक्षक चाहिँ अहिले कहाँ हुनुहुन्छ विद्यालयतिर हुनुहुन्छ ओरिमास भनेको साथीहरु आफुले भन्नु पर्यो इमासको ओरिमास अघि हुन्छ है सुन्दै ओरिमास यसरी चाहिँ तपाईको चाहिँ प्रयोग गर्न सकिन्छ ल तलतिर जाउँ ओरिमासको मैले धेरै व्याख्या सकिन्छ नि है मैले व्याख्या गर्नुपर्छ बुझिहाल्नु मन त यति भए त अर्को शब्द आयो इमास इमास भनेको के हो त साथीहरु नेपालीमा भन्नु इमास भनेको इमास भनेको भन्छु इमास भनेको भन्नु सेन्से भन्छु अब यो ओस्यारु भनेको कसलाई प्रयोग गर्ने हो त ओस्यारु हजुर आफूभन्दा ठुलोलाई कि प्रयोग बोल्दाखेरि प्रयोग गर्ने कि आफूभन्दा सानोलाई प्रयोग गर्ने इमास अघि तपाईँ हामीले इमास भनेर भन्यो नि है इमास भनेको भनेर भनिन्छ अथवा भनेर भन्नुभयो होइन इमासिता इवारे मासिता भनेको त अरूले भनेको कुरा हो नि त होइन आफूले भनेको त होइन नि उहाँले त्यसो भनेर भन्नुभयो सेन्सेईले अथवा तपाईँको स्याचेउले बुचेउले भनेर भन्नुभयो है ल तपाईँको उदाहरणको लागि सेन्सेईले चाहिँ भोलि पनि आउनुहोस् भनेर भन्नुभयो भनेर भन्नुहोस् त लु सेन्सेईले अथवा स्याचेउले सेन्सेई वा आसिता किते कुदासाई तो ओसियाई मासिता ने मिनासान ओसियातेई मासिता हैन ओसियातेई मास अथवा ओसियातेई मासिता सेकेन्ड ग्रुपको हैन सेन्सेई हो हजुर ओसियाई मासिता भन्दा हुँदैन नान्तो ओसियाई मासिताका भनेको चाहिँ के भनेको त फेरि के भनेर भन्नुभयो बुझेन नान्तो ओसियाई मासिताका अब तपाईले चाहिँ मलाई शिक्षकले भोलि पनि आउनुहोस् भनेर भन्नुभयो काममा भन्दाखेरि चाहिँ तपाईको आसिता म किते कुदासाई तो ओस्यातेई मास अथवा ओस्यातेई मासिता भनेर भन्नुभयो हैन ओस्यारी मासिता भन्दा नि हुन्छ है ओस्यारी मासिता भन्दा नि हुन्छ ओस्यारी मास भने ओस्यारी मास ए कमेन्ट ओस्यारी मासिता भन्दा नि हुन्छ भनेर भन्नुभयो अब मौसुको त मैले धेरै व्याख्या गरिन किन भन्दाखेरि
कुमार तो मौसीमास रामु तो मौसीमास त तपाईँले इन्टरभ्यू दिँदाखेरि बोल्दा 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 वाक्क भएको होला नि त कि हाई सेन्से हो नि बनाइदिनु पर्छ मैले मौसुको अरू शब्दहरू मौसु भनेको आफूले केन्जियोगोमा अब कुन फर्ममा छ माथि छोपिएको छ है साथीहरू नझुकिनु होला यो साइडको सोनकेगो यो साइडको केन्जियोगो गो यो साइडको के हो मास फर्म टेनेगो टेनेगो त मैले बनाउँदिनँ हामीले N5 देखि नै पढेर आएको शब्द हो जसले पनि बनाउन सक्छ हामीले जान्नुपर्ने चाहिँ त्यही केन्जियोगो र सोनकेगोकोमा चाहिँ अलिकति तपाईँलाई गाह्रो होला मेरो इन्टरनेट अनेबल भनिरहेछ चलिरहेछ चल्नु त मेरो आवाज आउँदैछ चलिरहेको सेन्से ओके है ल यसरी चाहिँ हजुरले व्याख्या गर्नु पर्यो जस्तै वातासीका मौसीमास होइन म भन्छु भन्ने बेलामा पनि के भन्छ साथीहरू मौसीमास भन्छ वातासी मौसीमास भनेको के हो म भन्छु त्यो कुरा म व्याख्या गरिदिन्छु वातासीका मौसीमास सुकोसी गोसेचुमे मौसीमास हल्का म के गरिदिन्छु गोसेचुमे मौसीमास अब यो ओ गो भन्ने शब्द लाउनै पर्छ ल धेरै यसमा नहल्नु इकिमासको के हुँदो रहेछ साथीहरू इरास्यारु मायरु उखागाओ अब इकिमासको त इकिमास भइहाल्यो अब तपाईँले याद गर्नु इकिमासको सोनकेगोमा इरास्याइमास पनि हुँदो रहेछ है इरास्यारु मायरिमास भनेको त हजुरलाई थाहा छ नि है नेपारु खारा मायरिमासिता भन्ने शब्द सुन्नु भएको छैन हजुर सेन्से मायरिमास उखागाइमास भनेको चाहिँ सोचिरानी उखागाइमास भनेको सुन्नु भएको छ नि म त्यतातिर आउँदैछु भनेको इकिमास भनेको आउँदैछु जानु है सोचिरानी तपाईँको उखागाइमास अथवा आसिता उखागाइमास भन्ने शब्द सुन्नु भएको छ नि आसिता उखागाइमास भने भोलि आउँछु अथवा जान्छु मायरिमास उखागाइमास भनेको मुभ हुनु जानु अब यहाँ फर्ममा चाहिँ जानु इरेस्यारु भनेको पनि के हुँदो रहेछ जानु तलतिरको फर्महरू कुरुको हेर्नु त किमासको कुरुको तपाईँको चाहिँ एकदमै 4 वटा छ एकदमै दाइजी हो मलाई लाग्छ धेरै दाइजी यसको 4 वटाको अर्थ के हुँदो रहेछ साथीहरू आउनुसँग सम्बन्धित हुँदो रहेछ ओकोसिनी नारु भनेको पनि आउनु रहेछ ओइदेनी नारु भनेको पनि आउनु रहेछ तपाईँलाई कोची ओइदे भनेको सुन्नु भएको छ तपाईँले ओइदे भनेको धेरै फुचीमा बोल्दाखेरि ओइदे कुदासाई ओइदे कुदासाई अब यहाँ चाहिँ निनारु छ निनारीमास जोड्ने बित्तिकै सोनकेको हुन्छ क्या साथीहरू ओगो पछाडि ओगो शब्द लाएर पछाडि चाहिँ तपाईँको चाहिँ निनारीमास भन्ने फर्म जोडेको छ जुनसुकै फर्ममा भने निनारीमासले चाहिँ एकदमै पोलाइट फर्म जनाउँछ है तपाईँलाई सोनकेकोमा लान्छ यो कुन फर्ममा बोलिरहेको छ त ओइदे ओकोसिनी नारु ओइदेनी नारु ओमिनी नारु एस्यारु अरूलाई रेस्पेक्ट गरेर बोल्दाखेरि यहाँ आउनुहोस् होइन ओकोसिनी नारु यो ओकोसिनी नारु भनेको चाहिँ अब विशेष गरेर तपाईँको चाहिँ आउनु विशेष गरेर होइन यता आउनु भनेर चाहिँ अरूलाई तपाईँको चाहिँ सम्मान गरेर बोल्ने बेलामा अथवा आउनु भयो भनेर बोल्ने बेलामा सेन्से आउनु भयो भनेर ल एउटा बनाउनुहोस् त सर चाहिँ जापानबाट आउनुभयो ल म नेपाल आएँ अरे तपाईँले भन्नुहोस् त सेन्से चाहिँ जापानबाट आउनुभयो एकदम पर्फेक्ट कति राम्रो सेन्टेन्स भयो हेर्नु त तपाईँको सेन्सेगा निहोङ खारा कहाँबाट जापानबाट चाहिँ ओकोसिनी नारीमासिता ओकोसिनी नारीमासलाई नारीमासिता का अथवा नारीमासिता का भनेको त प्रश्न भयो फेरि है ओइदे नारीमासिता पनि हुन्छ सेन्से ओइदे नारीमासिता पनि हुन्छ सबै हुन्छ 4 है ओमियानी नारीमासिता पनि हुन्छ सेन्से यसरी बनाउन सकिन्छ तर यहाँ चाहिँ यो ओकोसिनी नारु भन्ने शब्द चाहिँ आउनुसँग सम्बन्धित कुराहरूसँग मात्र जोडिन्छ हेलो हजुर हेलो भन्दै हुन्छ साथीहरू अड्के कोचिरामाले ओकोसी कुदासाई भन्यो भने चाहिँ यतातिर आउनुहोस् ओकोसी कुदासाई यो पनि एकदम पोलाइट फर्म हो कोचिरामा यो चाहिँ तपाईँको जस्तै पसलतिर तपाईँको सामानहरू छोड्यो अनि बिर्स्यो त्यतिखेर चाहिँ अनाउन्स गरेर बेलामा सुमिमासेन यति यति नम्बरको तपाईँको बिल्डिङमा ओकोसिनी नाते कुदासाई अथवा ओकोसी कुदासाई भनेर तपाईँले चाहिँ सुन्नु भएको छ ओकोसिनी नाते कुदासाई भनेको आइदिनुहोस् भनेको नि अथवा आउनुहुन्छ भन्ने कुरा हुन्छ ल ओइदेनी नारीमासमा जाउँ अब माइरीमास त मैले भन्नुपर्छ माइरीमास
नेपारू खरा पर माइरिमास किमासको है माइरिमास भनेपछि इकिमास र किमासको एउटै रहेछ है साथीहरू केन्जेको हो कि होइन हजुर ल अब ओइदेनी नारीमास नेपालीमा के होला यसको ओइदेनी नारीमास ओइदेनी आउनु यहाँसम्म सर्नु होइन ओइदियो भने त आउनु हो सर्नु नै हो तपाईँको भाषा सर्नु नै हो आउनु नै हो ओइदेनी नारी सर्नु नै हो नि म पुग्ने आउनु आउनु नै भनेको क्या त ठपडा जानु परेन अँ। ओइदेनी नारीमा आइबक्सिन्छ आइपुग्नुहुन्छ भन्दा एकदम सम्मानित भाषा आफूभन्दा ठुलो मान्छेहरूलाई चाहिँ तपाईँको चाहिँ होइन आउनुहुन्छ तपाईँको चाहिँ बस्नुहुन्छ होइन आउनु बस्नु हुनु तीनवटा प्रसङ्गलाई जोडेको हुन्छ है इकु कोक्याकु कुरु सामालाई इरु नान्जी गोरो ओइदेनी नारी मासिताका भन्ने कति बजीतिर आउनुभयो कति राम्रो सेन्टेन्स बनाऊ ठ्याक्कै 100% मिलेको छ है याकुतेन है तपाईँलाई है त एकदमै तपाईँको चाहिँ ओक्याकु सामावा नान्जिनी ओइदेनी नारी मासिताका कस्टमर तपाईँको चाहिँ कति बजे आइसक्नु भयो हो कति बजी आउनु भयो होइन आउनु हो ओइदेनी नारी मास भनेको चाहिँ के हो साथीहरू आउनु सेन्सेवा इमा खाइगी सिचुनी ओइदेनी नारी मास के भनेको त नेपालीमा सेन्सेवा इमा खाइगी सिचुनी ओइदेनी नारी मास मिटिङमा हुनुहुन्छ मिटिङमा है हुनुहुन्छ ओइदेनी नारी भनेको चाहिँ आउनु मात्र हुँदैन नि त आउँदै है हुनुहुन्छ यो तीनटाको फर्म है ओइदेनी नारी लेख्नुहोस् इकिमास किमास इमास यो तीनटामै प्रयोग गरिन्छ अघि ओकोसी नारी मास चाहिँ आउनुमा मात्र प्रयोग गरिन्छ कुरुमा मात्रै याद गर्नुहोस् ल यहाँ त लेखेको छैन डिटेलमा यो ओकोसिनी नारी मास भनेको के हुँदो रहेछ साथीहरू कुरुमा मात्र प्रयोग हुन्छ अरे तर यो ओइदेनी नारी मास चाहिँ इकिमास किमास इमास अब त्यसको डिक्सनरी फर्म इकु कुरु इरुमा प्रयोग गरिन्छ यसरी चाहिँ ओइदेनी नारी मास भनेको विशेष गरेर अब हामीले प्रयोग गर्ने आउनुहुन्छ भनेर बुझ्नु होला अहिलेलाई होइन धेरै डिटेल बुझ्यो भने तपाईँलाई दिमाग खराब होला बुझिदिएर राख्नु होला यस्तो बेलामा प्रयोग हुन्छ माइरी बास भनेको मैले प्रयोग गरिनँ तलतिर जाउँ नासारु अघि नै बनाएको होला त होइन त्यही कुरा आइयो त्यही हो नासाई मास त गरे डबल भएको रहेछ गमेन्ने ल सबभन्दा बढी गोरान्नी नारू है यो जापानमा कति धेरै प्रयोग गर्छ साँच्चै धेरै प्रयोग गर्छ फेरि यो ताबेते गोरान भन्ने होइन नि फेरि कम्पनीमा त कम्पनीमा के भन्छ ताबेते गोरान मिते गोरान सुन्नु भएको छैन त्यस्तो शब्दहरू त्यो चाहिँ एकदम ठाडो होला यो चाहिँ सुनेको छैन है यो चाहिँ त्यो ताबेते गोरान मिते गोरान भनेको चाहिँ गोरान भनेको यसो गर्नुहुन्छ कि उसो गरी हेर्नुहुन्छ कि भनेको गोरान भनेको हेर्नु यसो गरी हेर उसो गरी हेर भन्ने मलाई गोरान त्यही फर्म प्लस गोरान आयो भने ठाडो भाषा यसो गरी हेर उसो गरी हेर मिते गोरान हेरी हेर याते गोरान गरी हेर एकदमै ठाडो भाषा तर यो चाहिँ ठाडो होइन है ठाडो भाषा हो त साथीहरू यो गोरान्नी नारू अरे गोरान्नी नारू भनेको के होला नेपालीमा हेरिदिनुहोस् हो के हो हेर्नुहुन्छ हेर्नुहुन्छ उहाँले अरूलाई हेरिदिनुहोस् होइन नि हेर्नुहुन्छ हेरिदिनुहोस् हुन्छ र यत्रो पढेको त सोनकेहीको भनेको कसलाई मोडेर कुरा गर्ने मिरुको तपाईँको सोनकेहीको के हो भनेर कसैले सोध्यो भने गोरान्नी नारी मास गोरान्नी नारी मास है कोचिरानो सिर्यो ओ गोरान्नी नाते कुदासाई भन्न चाहिँ मिल्छ एकदम पोलाइट फर्ममा हेर्नुहोस् भनेको चाहिँ कसलाई हेर्नुहोस् मैले हेर्ने कि अर्कोले हेर्ने हो अरूले हेर्नुहोस् भन्दाखेरि प्रयोग हुन्छ तर एकदम इज्जती भाषामा बोल्नु पर्यो नि त यो मेरो के हो खास्यो यो पाठ्य पुस्तक हेरिदिनुहोस् त भन्दा बनाउन चालु के हो खास्यो भने पाठ्य पुस्तक कोचिरानो के हो खास्यो हो अब हेर्दाखेरि गोरान्नी नाते कुदासाई नारी मासलाई चाहिँ त्यो फर्ममा त्यो फर्म प्लस कुदासाई लाउनु पर्यो नि त होइन यो नि नारी मासलाई चाहिँ नाते कुदासाई गोरान्नी नाते कुदासाई भनेको हेरिदिनुहोस् कोचिरानो के हो खास्यो हो गोरान्नी नाते कुदासाई नारी मास भनेको चाहिँ आफूले हेर्छु भएन यो नाते कुदासाई भन्नु पर्यो है अब सेन्सेगा भन्नु पर्यो तपाईँले चाहिँ वातासी भन्ने मिलेन नि सर वातासी होइन सेन्सेगा
हैन वातासी नो सिकुदाई गोरानी नारी गुरान मास्ता गोरानी गोरानी नारी मास्ता भनेको हेरिदिनु भयो उहाँले हैन उहाँले हेरिदिनु भयो गोरानी नारू भनेको चाहिँ आफूले प्रयोग गरिँदैन है अघि पनि सोनकेको यो के हो साथीहरू मिमासको कन्ठै बनाउने मिमासको के रहेछ त सोनकेको अब अर्को छ हाइकेन सुरु यो त हजुरहरू सबैजनाले सुन्नुभयो होला कि सुन्नु भएको छैन हाइकेन सुरु सुन्नु भएको छ नि मैले म हेर्छु म गरी हेर्छु भन्दै आफूले भन्ने बेलामा चाहिँ आफूले हेर्ने कामलाई फोकस गरेर प्रयोग गर्दाखेरि प्रयोग गरिन्छ जस्तै म हेर्छु म गरी हेर्छु म गर्छु भन्दा के हुन्छ त हाइकेन सिमास ल यसरी चाहिँ तपाईँले चाहिँ गर्न सकिन्छ तलतिर जाउँ आताहरू भनेको प्रदान गर्नु हैन ओक्याको सामाहरूलाई चाहिँ हामीले खानेकुरा प्रदान गर्न सकिन्छ भनेको चाहिँ आताहरू कुतोका देखिरु भन्छ आताहरू भनेको दिनु प्रदान गर्नु कसैलाई आताहरू भनेको के हो साथीहरू दिनु दिनु अब यसलाई चाहिँ सोनकेको के भन्दो रहेछ कुदासारु कति राम्रो शब्द छ हेर्नु त कुदासारु भनेको के हो त नेपालीमा उहाँले दिनुभयो कसले उहाँले अथवा मलाई दिनुहोस् भन्दाखेरि पनि प्रयोग गर्न सकिन्छ जस्तै सेन्सेले मलाई किताब दिनुभयो हजुर गमेट नसाइन मिनसन स्किप पो भएछ त अनि यस्तो राम्रो शब्द स्किप भएछ झन् तपाईले सम्झाउनु भयो म त स्किप भएछ ताबेरीको प्लेटफर्म मेसी आगारो मेसी आगाते कुदासाई हैन मेसी आगाते कुदासाई भनेको खानुहोस् लिनुहोस् पिउनुहोस् को प्लेटफर्म ठुलो मान्छेलाई है यसो गर्नुहोस् मेसी आगाते कुदासाई सजिलो छ यो पनि आफूले खान्छु पिउँछु भन्दाखेरि हाई इतादाकिमास भनेर खाना सुरु गर्छ हो कि हैन जापानीहरुले यही भाषा त हो नि इतादाकु भनेको इतादाकिमास अब खाना आयो टेबल अगाडि टक्क हाम्रो नेपालीको पारा भेट्ने बित्तिकै दन्काइहाल्छ है उनीहरुको अगाडि छ भने हाई इतादाकिमास भन्ने अनि टक्क सल्लको प्लेट उठाएर खान थाल्ने यही शब्द त हो नि नमस्ते गरेर आज नमस्ते गरेर एकदम याद गर्नुभएको छ उहाँले हो नमस्ते गरेर नमस्ते गर्छ सबै जापानीहरुले खानालाई किन होला त्यही खानाले गर्दा यस्तो दुःख गरिरहेछ भनेर चाहिँ त्यही तपाईको चाहिँ इज्जत गर्छ खानालाई के गर्छ त इज्जत गर्छ तर खाना चाहिँ फाल्छ है फाल्नु हुँदैन भन्छ है खाना मन लाग्यो भने धेरै उनीहरूलाई फालिदिन्छ ल मेसी आगाते कुदासाई भनेको त खानुहोस् पिउनुहोस् प्लेटफर्म इतादाकिमास भनेको आफूले खाँदाखेरि अघि पनि मैले सोनकेगो र केन्जेगो अब त स्पष्ट भयो नि है दुईटा तेनेगो त हामी बच्चादेखि प्रयोग गर्दै आएको सोनकेगो अरूलाई केन्द्रित गरेर बोल्दाखेरि प्रयोग गर्ने रहेछ केन्जेगो कसलाई साथीहरू आफूलाई मात्र मैले खान्छु भन्दाखेरि इतादाकिमास अरूले खानुहुन्छ भन्दाखेरि मेसी आगारिमास मेसी आगात्ता भन्छ सेन्सेगा मेसी आगात्ता शिक्षकले के गर्यो खानु भयो सजिलो तलतिर चाहिँ आताहरू प्रदान गर्नु ल सेन्से म्युट गरिदिनु अनेगाइसिमास है आताहरू प्रदान गर्नु अब आताहरूलाई पनि कण्ठै बनाउने के हामी कण्ठ बनाएपछि त कसको के लाग्छ त फ्याक्टै मुखमा पनि झुन्डिहाल्छ कुदासारु भनेको दिनु प्रदान गर्नु शिक्षकले मलाई किताब दिनुभयो साथीहरू म्युट गर्नु यसरी यही कारणले गर्दा मैले म्युट गर्नु खोजेँ है साथीहरूलाई रेशम खनाल सान साथीहरूलाई थाहा नै छैन म्युट अनम्युट छ भनेर पर फोटो क्यामेरा पनि अन गरेर क्यामेरा अघिदेखि अन छ हो हैन क्यामेरा अन गर्न पाइहाल्छ ल रेशमजीको हल्ला आइरहेछ है मैले म्युट गरिदिएँ अप्ठ्यारो मान्नु पर्दैन ल ओके विषयवस्तुतिर जाउँ हामी तपाईको चाहिँ मेसी आगारुको सकियाले आताहरू भनेको प्रदान गर्नु क्या साथीहरू कसैलाई के कुरा दिनुलाई आताहरू भन्छ क्या अब कुदासारु पाउनु कि अरूलाई दिनु आफूले पाउनु हैन अरूलाई दिनु दिने कुरा छ है पाउने कुरै छैन आताहरू अब कुदासारु भनेको चाहिँ सोनकेगो क्या सेन्सेले मलाई किताब दिनुभयो सेन्सेले मलाई चकलेट दिनुभयो सेन्सेगा होन ओ कुदासाई मासिता कुदासारु भने कुदासाई मासको हैन त अनि कुदासाई मासिता
कुदासात्ता भन्दा नि हुन्छ कुदासात्ता सेन्सेगा होन ओ कुदासात्ता अथवा कुदासाइमासिता शिक्षकले मलाई किताब दिनुभयो यसरी चाहिँ प्रयोग गर्न सकिन्छ अब शिक्षकले मलाई व्याख्या गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्नुहोस् त लु व्याख्या गरिदिनु भयो कुदासारु भने गरिदिनु हो कि हैन सेचुमेसिते सिते कुदासात्ता आरिगातो गोजाइमासु है गो सेचुमे सिते सेचुमे मात्र आउँदैन गो लाग्छ नि अगाडि पोलाइट फर्ममा बोल्नु पर्यो नि त इज्जत गरेर सेन्सेगा गो सेचुमे सिते कुदासाते आरिगातो गोजाइमास भन्छ नि सुन्नु भएको छ यो शब्द धेरै प्रयोग हुन्छ के गो सेचुमे सिते कुदासाते आरिगातो गोजाइमास तपाईले व्याख्या गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ अब यही शब्दलाई आफूले यो गरिदिन्छु म गरिदिन्छु भन्दाखेरि सासी आगेरु म व्याख्या गरिदिन्छु तपाईलाई वातासु सेचुमे सासी आगेरु सासी आगेरु सिते आगेमा सेचुमे हो सासी आगेरु कति सजिलो सजिलो छ नि सासी आगेरु भनेको आफूले प्रयोग गर्दाखेरि प्रयोग हुने शब्द म तपाईलाई यस्तो यस्तो गरिदिन्छु उसो उसो गरिदिन्छु हैन त सासी आगेमास म तपाईलाई भोलि सम्पर्क गर्छु भन्नुस् त लु सम्पर्क गरिदिन्छु भन्दाखेरि ल आफूले गर्छु गरिदिन्छु म भोलि तपाईलाई सम्पर्क गोरेन्द्रको गोरेन्द्रको सासी आगेमा एकदम आसिता गोरेन्द्रको सासी आगेमास गोरेन्द्रको एकदम कसले भन्नुभएको चाहिँ गोरा हो एकदम पोलाइट फर्म यस्तो कुरा याद गर्नु पर्यो है आसिता गोरेन्द्रको हो सासी आगेमास सेन्से कस्तोमा गएर कस्तोमा चाहिँ होला नि अब त्यो पनि मैले व्याख्या गरिदिन्छु है अब धेरै समय लाग्छ होला कहिले पढौँ त्यो ओरा गएको बारे भोलि ल ओरा गएको बारेमा मैले भोलि एकदम 100% बुझाइदिन्छु तपाईँलाई नर्मल्ली ओरा गो भनेको चाहिँ कुन योमीमा लाग्छ नर्मली कुन योमी भनेको थाहा छ नि है खान्जीलाई कति भागमा विभाजन गरिन्छ साथीहरू 2 भागमा ओ योमी र कुन योमीमा जहिले पनि ओ लाग्छ जुनसुकै ठाउँमा ओन योमीमा के लाग्छ गो लाग्छ अब भब चाहिँ छुट्याउनु पर्यो कुन योमी कुन योमी ओन योमीमा इमिका वखारा नै कुन योमीमा इमिका वखारु नै बिनासा यसको बारेमा भोलि अब व्याख्या गरिदिन्छु अनि मात्र हामी कोर्स छौं सञ्जय भोलि क्लास हुँदैन भन्नु भएन भोलि हुँदैन पर्सिको मेन पर्सि भोलि बेलुकीको नि सर बेलुकाको त डेली हुन्छ बिहानको मात्र समस्या छ बेलुकाको डेली सञ्जय हजुर अलिकति हेरौँ है टाइम 2-4 मिनेट पढौँ है अलि नआत्तिरौँ त साथीहरु एउटा क्वेशन आताएरु कुदासारु र आगेरु एउटै हो सन्चै कस्तो एउटै कुरा हो आताएरु भनेको चाहिँ प्रदान गर्नु कसैलाई प्रदान गर्नु भनेको दिन हो कि हैन आताएरु हजुर हो बतासिमास भने चाहिँ कुदासारु भनेको चाहिँ कसैले कसैलाई दिनु मैले दिने हैन मलाई कसैले दिनु अथवा कसैले कसैलाई दिँदाखेरि एकदम इज्जत गर्ने बेलामा कुदासारु सासी आगेरु चाहिँ मैले कसैलाई दिन्छु क्या म तपाईलाई भोलि सम्पर्क गरिदिन्छु भनेछ नि अघि आसिता गोरेन्द्रको ओ सासी आगेमास भने दिनु हैन त यसरी चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने कुरा प्रदान गर्नु दिनु को केन्जेको सोनकेको रोट्नु पर्यो कण्ठ पारे भने सजिलो है अर्को शब्द छ किकु यसलाई सकिहालौँ न है किकु भनेको के हो साथीहरु सोध्नु ओ किकिनी नारु अरे ओ किकिनी नारु भने के हो त हजुर सोध्नु हुन्छ सोध्नु सुन्नु दुईटैमा प्रयोग गर्न मिल्छ हामीले यो पनि हामीले एकदमै तपाईको चाहिँ पोलाइट फर्ममै युज गरिन्छ सरले त्यो कुरा भन्नुभयो मलाई त्यो कुरा सुनाउनु भयो भन्ने बेलामा के भन्छ त्यो कुरा सुनाउनु भयो भन्दा पनि हुन्छ अथवा भनेर भन्नु भयो नि त सरले मलाई त्यो कुरा भन्नुभयो अथवा सुनाउनु भयो सेन्सेवा सोनो हानासी हो ओ किकिन नारीमास्ता ओ किकिन नारीमास्ता यसरी चाहिँ पोलाइट फर्ममा युज गरिन्छ अब कति विद्यार्थीले धेरमा ध्यान दिनुभयो यो सोन केकोमा नि नारीमास आएको छ सबै फर्ममा हो कि हैन हेर्नु त माथि तलसम्म
अच्छा हो यहाँ त तपाईँको चाहिँ गोरानी नारु ओकोसिनी ओकोसिनी नारु मास ओइदेनी ओइदेनी नारु नारु ओमिएनी नारु सबै निनारिस मास अनि अगाडि ओगो आउँछ भने के हुँदो रहेछ दिमागै लाउनु परेन सोनकेको है त। अब उखाकाई मास भनेको चाहिँ सोचिरानी उखाकाई मास भनेको म त्यतातिर तपाईँको आउँछु अथवा नान्निखा उखागाते म यी देशका नान्निखा उखागाते म यी देशका भनेको मैले केही तपाईँलाई प्रश्न गरे पनि हुन्छ भनेको उखाकाई मास भनेको प्रश्न गर्नु यहाँ। अब उखाकाई मास भनेको कतिवटा अर्थ रहेछ याद गर्नुभयो अहिलेसम्म? उखाकाई मास भनेको एक ठाउँबाट अर्को ठाउँ जानु, उखाकाई मास भनेको एक ठाउँबाट अर्को ठाउँमा आउनु। यहाँको उखाकाई मासको अर्थ के रहेछ साथीहरू? फेरि खान्ची त्यही हो, फेरि सोध्नु। नानीका उखागाते म यी देशका भनेको के हो? केही मैले तपाईँलाई सोधे पनि हुन्छ? सोधे पनि हुन्छ। यसरी चाहिँ बनाउन सकिने रहेछ। उकेता मावरी भन्ने शब्द सुन्नु भएको छ? छैन सिन्जे। के होला नेपालीमा उकेता मावरी? मावरो मावरो भनेको चाहिँ हो मावरो भने चाहिँ सुन्नु जस्तो त। मावरो भनेको त मर्नु होइन, काममा लाग्नु, पहिला काममा लाग्नु। उकेता मावरो भनेको पनि एकदमै इज्जत गरेर बोल्ने भाषा नै हो। यो पनि तपाईँको सोध्नु, तपाईँको चाहिँ होइन कसैको निर्देशन लिनु भन्ने कुरामा हुन्छ। यसको अर्थ पनि सुन्नु नै हो, जानकारी पाउनु अथवा है। उकेता मावरो भनेको के हो? कसैबाट जानकारी पाउनु अथवा कसैको कुरा सुन्नु है। मान्छेको यो आदेशहरू अनुरोधहरू गर्ने बेलामा पनि प्रयोग गरिन्छ यो उकेता मावरो। मैले चाहिँ तपाईँको विचार सुने भन्दा के हुन्छ त? अब विचारलाई नियममा इकेन भन्छ। इकेन भनेको साथीहरू विचार। गो इकेन हो। अब के भन्ने? उके मावरी मासिता, मावरी मासिता, उके मावरी मासिता भनेको मैले तपाईँको विचार सुने, तपाईँको कुरा सुन्ने होइन। यसरी चाहिँ लिन सकिन्छ। उकेता कि उके मावरी मासिता? उकेता मावरी मासा, गो उकेता। अगाडि गो इकेन लाउनु पर्यो, गो उकेता लाउँदैन है। पहिला चाहिँ हामीले अगाडिको फर्मलाई चाहिँ ओ गो लाउनु पर्यो, अनि पार्टिकल लाएर चाहिँ उकेता मावरी मास लाउनु पर्यो। उकेता मावरी मासिता लाउँदा पनि हुन्छ। उकेता मावरी मासिता भनेको चाहिँ पास्ट भयो। उकेता मावरी मास भनेको चाहिँ लिन्छु, तपाईँको कुरा सुन्छु होइन। सुन्छु, लिन्छु, विशेष गरेर यहाँ चाहिँ सुन्छु, तपाईँको कुरा सुन्छु भनेको चाहिँ उकेता मावरी मास। एउटै अर्थ हो यिनीहरूको। किकु भनेको सुन्नु, सोध्नु, दुईटै अर्थ लाग्दो रहेछ। म तपाईँको कुरा सुन्छु अथवा तपाईँलाई म केही सोध्छु भन्दाखेरि उकेता मावरी मास। सिरी मासको त सबैलाई थाहा छ होइन त? सिरी मास भनेको के हो साथीहरू? थाहा पाउनु। गोजन्जी मास का भन्ने शब्द सुन्नु भएको छ अहिलेसम्म? छ नि, किन छैन? एन्सन पढ्नु थाहा छ भनेको होइन। अनो हितो सितेरु भन्ने बेलामा अनो खाता गोजन्जी मास का भनेको सुन्न शब्द हितो भन्दैन पोलाइट फर्ममा। के भन्छ साथीहरू? खाता। यसरी चाहिँ प्रयोग गर्ने। अनो हितो सितेरु ठाडो भाषामा त त्यसरी त। अनो हितो सितेरु भनेको के हो? उते मान्छे चिन्छौ, उते मान्छे चिन्छौ ठाडो भाषामा। अब त्यही भाषालाई चाहिँ आनो खाता गोजन्जी मास का। अब तलतिर जन्जी आगेरु भनेको चाहिँ फेरि केन्जियोकोमा रहेछ। म चिन्छु, मैले चिन्छु भन्दाखेरि जन्जी आगे मास भन्नु पर्यो है। जन्जी आगे मास भनेको मैले चिन्छु। कसले चिन्छु? मैले। किन मैले भयो त? केन्जियोको भएर, केन्जियोको भएर अरे। यसरी चाहिँ अब आज हामीले यति नै गरौँ। धेरै पढ्यो भने कुरा बुझिन्न कि जाने अलिकति एकछिन अगाडि जाउँ सिन्से जाउँ, टाइम छ भने हजुरको। ल सन्केको। अब मैले नर्मली सन्केकोलाई सकाउँ त होइन, धेरै पनि छैन। रेबुन अघि पढेको कुरा है यो। अघि हामीले सबै गरिसकेका छौँ। सन्केको सकिसक्यो। अब सुरुलाई के हुँदो रहेछ साथीहरू? कुरुलाई ओकोसिन नारु, ओइदेनी नारु, ओमिएनी नारु, इरेस्यारु। मैले व्याख्या गर्नु पर्दैन, पढेको रेन्ची हो यो। अब अर्को कुरा आयो उकेमिके। उकेमिकेमा कोकोला लानु आउँछ? इन्फोमा पढेको छ छैन? उकेमिके प्यासिभ फर्म छ। उकेमिके पढेको छ कि छैन साथीहरू? पढेको छ। पढेको छ भने मैले धेरै व्याख्या गरिनँ। अब इन्फो फेरि एन्फै पढेपछि भने त दिनै हाम्रो यहाँ जान्छ। मैले जति पढाउनु पर्यो। उकेमिकेमा लाने, उकेमिकेमा लगियो भने पनि सोनकेको हुँदो रहेछ। के हुँदो रहेछ? जस्तै इकिमासलाई
इखारेहरू सोमकेको ऊ केहीमा लग्यो भने सोनकेकोमा हुन्छ। जस्तै सुरुलाई हजुर सारेहरू, सारेरो कुरुलाई कोरारेहरू, ताबेमासलाई ताबेरारेहरू। अब यसको अर्थ चाहिँ सुरुलाई सारेर गर्नुहुन्छ, कुरुलाई कोरारेर आउनुहुन्छ, ताबेरुलाई ताबेरारेर खानुहुन्छ। इजोती भाषा। ऊ केहीमा लग्यो भने पनि यस्तो हुँदो रहेछ। अब ओ र गोको प्रयोग त मैले भोलि सिकाउँछु भनिरहेको छु। कुनै पनि तपाईँको चाहिँ अगाडिको अनियमिक कुनियमिकको अगाडि ओगो लगाएर निनारी मास आउने बित्तिकै के हुँदो रहेछ फेरि सोनकेगो। अघि भनेन मैले निनारी मास आउने बित्तिकै के हुन्छ सोनकेगो। अगाडि के लाउनु पर्यो ओ र गो कम्पल्सरी लाउनु पर्यो। अघि हामीले गोरेन्द्रको भनेर लाएन हो। निनारी मास आउने बित्तिकै तपाईँको चाहिँ सोनकेगो भन्दो रहेछ। केन्जेउको बारे अघि पढेकै कुरा हो त्यो पनि। सुरुलाई इतासु कुरुलाई मायहरू होइन त साथीहरू, कुरा ठिक छ नि। अब यहाँ पनि ओ र गो लाएर अन्तिममा सुरु आउँदो रहेछ। किनभने आफूले गर्ने भएको भएपछि के हुन्छ त केन्जेउमा? अरूले गर्ने हो त होइन, ओ र गो लाउने अनि सुरु। जस्तै हानासी ओ सिमास भन्दाखेरि ओ हानासी सुरु भने के रहेछ त? अर्को छ सासेते इतादाकिमास। यो एकदमै प्रयोग एकदमै धेरै प्रयोग हुन्छ साथीहरू। सासेते इतादाको कस्तो बेलामा प्रयोग हुन्छ ल? सासेते इतादाको केही गरी पाएँ, यस्तो गरी पाएँ, उस्तो गरी पाएँ। सासेते इतादाकिमास भनेको म गरिदिन्छु, तपाईँले अनुमति दियो भने म गरिदिन्छु। एकदमै सानो पोलाइट फर्ममा म गरिदिउँ कि होइन, म गरिदिन्छु। तपाईँले अनुमति मलाई दियो भने म गरिदिन्छु। माता सेते इतादाकिमास, तपाईँले अनुमति दियो भने म के गरिदिन्छु? पर्खिदिन्छु। आफू सानो भयो कि भएन? आफूले गर्ने काम चाहिँ आफूले गर्ने काम सानो भएर अरूलाई सहयोग गर्ने बेलामा, आफू सानो भएर बोल्ने बेलामा सुरुको सासेते इतादाकिमास। कुरा बुझ्नु भयो भएन है? तपाईँलाई त धेरै कुरा सिकाउनु पर्छ जस्तो लाग्यो मैले। हो नि, एन्फोको धेरै कुरा सिकाउनु पर्छ साथीहरूलाई। फेरि एन्फै पढ्नुपर्छ है। किताबमा छिरुङ भन्छु, फेरि साथीहरू चुप्पो लाएर नबुझे जस्तो गर्छ फेरि। अब के गर्नु? यिनीहरू त जति पढे पनि दिमागमा अलिक बुझ्दैन क्या सेन्स, त्यही भएर। अब सासेते इतादाकु भनेको चाहिँ कस्तो बेलामा प्रयोग गरिन्छ भन्दाखेरि अरूको अनुमति लिएर अथवा होइन तपाईँले यसो गरिदिन्छु उसो गरिदिन्छु गर्ने चाहिँ आफू नै हो। फेरि सुरु खाताका दारे त्यसका त युद्ध त किन मिनासन सुरु खाताका वातासी देश गर्ने व्यक्ति म मैले गर्छु, तर कसैको अनुमति पाए, कसैले गर्नु लगाए म गरिदिन्छु भन्ने बेला प्रयोग हुन्छ। वास्तवमा त गर्नु नै हो। यो पनि के रहेछ? सुरु हो। यो त के हो? केन्जेउगोको तपाईँको चाहिँ सिमासको पोलाइट फर्ममा एकदमै तपाईँलाई सिमा सासेमास सारेर भन्ने शब्द सुन्नु भएको छ नि? सिए कि केको बारेमा मैले अब कुनै समय टाइम भयो भने पढाइदिन्छु, अनि म त बुझ्छ होला सासेमासको बारेमा। पाँचु माता सेते इतादाकु भनेको चाहिँ म पर्खिदिन्छु है त। जस्तै तपाईँलाई ओसाकिनी के भन्छ? म अगाडि जान्छु भन्दाखेरि ओसाकिनी सुजिरेसिमास तलतिर जाउँ, म व्याख्या गरिदिन्छु भन्दाखेरि सासेते इतादाकिमास। खोइ त साथीहरू, सेचुमे सिमासलाई सासेते इतादाकिमास हुँदैन? सिमासको सेचुमे सिमासलाई सिमासको हो के सासेते इतादाकिमास भनेको? अब भन्नु पर्यो वातासीगा होइन, सेचुमे सासेते इतादाकिमास। आफूले प्रयोग गर्दा ओरागो लाग्दैन नि अगाडि। आफूले आफूलाई ओरागो लाउनुहुन्छ तपाईँ? लगाएन है। अरूले गर्छ, अरूले बोल्छ भन्ने बेलामा प्रयोग गर्ने हो। अब अझै थुप्रो पो रहेछ नि त। ल ठिकै छ, यही कुरा अहिले पढेको कुराहरू हो। ल यति नै हो आजदेखि। हामीले सासेते इतादाकिमासको पनि सक्यो लगभग। तपाईँलाई चाहिँ अब त्यही नै गएर जिदौसी तादौसीमा समस्या भएन भने अब भोलिदेखि हामी किताबमा छिर्छौँ। अलिकति तपाईँलाई ओ र गोको बारेमा भोलि मैले तपाईँले भोलि होइन पर्सि तपाईँले मलाई सम्झाउनु पर्यो है। फेरि सम्झाएन भने सिधै किताबमा पर्सिबाट हामी। हजुर, यो केहीको लिस्ट छैन सर, एकचोटि राखिदिन पाए हुन्थ्यो सर। छ नि, पेमेन्ट गरिसकेपछि सबै पठाइदिन्छु मैले तपाईँलाई। पेमेन्टै गरे छैन कसैले यहाँ? हस् होइन त। पेमेन्ट गर्ने कसरी त नि सर? मैले पेमेन्टको कुरा चाहिँ किन नगरेको भन्दाखेरि अब 3 दिन ट्रायल पनि राख्दिन मेसेजमा। अब
अनि 3 दिन ट्रायल नभएको हिसाबले गर्दाखेरि विद्यार्थीलाई कतिलाई त अब अन्यलमै मैले त्यो पैसा लिनु त भएन नि त उहाँहरूले त्यस्तो पनि के त्यो सर चित्त बुझ्नु पढ्ने पर्यो पढ्ने मान्छे त धेरै पढ्ने नै भनेर आइसकेको हुन्छ सर अब राखिदिँदाखेरि भइहाल्छ नि सर मैले अब ल हुन्छ त्यसो भए मैले आजदेखि क्युआर कोड राखिदिन्छु ग्रुपमा अनि ग्रुप पेमेन्ट ग्रुप छुटिहाल्छ छुटेपछि हाम्रो बेलुका क्लासमा पनि त्यस्तो हल्ला हुँदैन हामी त्यत्रो हुँदैनौँ हेर्नुहोस् है अहिले हामी 240-25 जना छौँ भोलि बेलुका 200 हुनु गाह्रो छ बेलुका हामीले सर यो क्युआर भन्दा नि सर अब हामीलाई त ऊ राखिदिए हुन्थ्यो एकाउन्ट राखिदिए हुन्छ सर हुन्छ एकाउन्ट नम्बर है तपाईँहरूले पेमेन्ट गर्दाखेरि चाहिँ डिटेल राखिदिनु न सबैजनाले एकाउन्ट नम्बर सबैजनाले नेपालको खातामा गरिदिनु होला ओनेगा एसीमास मैले अस्ति नै भनेको छु सबै साथीहरूलाई है सर उसान त क्युआर भयो भइगयो नेपालकोमा मात्रै हुने भयो त नेपालकोमा गरिदिनु होला है त जापानकोमा चाहिँ मिल्दैन मिल्दैन मेरो नेपालको अकाउन्ट नै चलेको छैन कि सेन्से अनि मैले चल्छ होला बिस्तारै चलिहाल्छ नि यता साथीहरूलाई गर्नु 10-15,000 त हो धेरै फी छैन 15,000 फी त यता साथी यत्रो जापान हुने साथी ओइ लगाइदिएन मलाई मेरो म तँलाई दिन्छु 2-4 दिन पछाडि भन्दा नि भइहाल्यो नि डेढ 2 लाख कमाउने हैसियत भइसकेको छ अनि हो नि त बचाउनु नबचाउनु आफ्नो ठाउँमा हो के बचाउनु नबचाउनु आफ्नो ठाउँमा तर 1.5-2 लाख त हामी थाप्छौँ सबैजनाले बचाउनु कसैले 1 लाख बचाएको होला कसैले 1.5 लाख बचाएको होला आफ्नो ठाउँमा अवस्था हुन्छ कसैले 60,000 पनि नबचाएको होला जापानमा अवस्था छ नि त्यो है साथीहरू त्यही हिसाबले गर्दाखेरि आजलाई यति नै गरौँ ज्यामिनेसन है आजलाई यति नै गरौँ के न जिग्यो परिमास्ने यो चाहिँ कुन बुक हो भन्दा पनि मैले किताबबाट एक्स्ट्रा पिडिएफ बनाएर तपाईँलाई गाइड गराएको एन्फो लेभलको क्लासकै कुराहरू हो यो रिभिजन हो अब किताबमा छिरेको छैनौँ हामी अहिले बुकमा है अहिले हामी बुकमा छिरेको छैन अब हाम्रो 2-3 दिन हामी गइ गर्छौँ एज अ ट्रायल अवधि नै सकेको छैन अनि त्यसपछि 2-3 दिन ट्रायल जस्तो गरेर त्यहाँदेखि नन स्टप तपाईँको यो दिन यो त्यहाँदेखि सेड्युल बाई नन स्टप रिपिट हुँदैन त्यहाँदेखि है त 1-2 दिन चाहिँ यो पढेको कुरालाई कहाँ युज हुँदो रहेछ भन्ने कुरा तपाईँलाई महसुस गराउनको लागि मैले मोजी गईको किताब पढाउँछु किन यो पढायो भन्दाखेरि तपाईँलाई मोजी गई पढ्दाखेरि सजिलो हुन्छ नि त आफै पनि पढ्न सकिन्छ मोजी गई यतिको बुझेपछि बुकको पुरै नामहरू नै मलाई त थाहा छैन बुकको नाम मैले ग्रुपमा पठाइदिएको छु ग्रुपमा हेर्नुहोस् कसैलाई उयो गरिदिनुहोस् है ल ओके सोमा तमेको चाडहरू सुन्नुहोस् सोमा तमेको चाडवटा किताब किन्नुहोस् गोई मोजी गोई खान्जी टोखाई चेउखाई चाडवटा किताब सोमा तमेको किन्नुहोस् ग्रामर चाहिँ फाल्टै किन्नुहोस् सिन खान्जेन मासुता तपाईँले जापानमा हुन्छ भने एमाजनहरूबाट केबाट एपबाट खरिद गर्ने अथवा यहाँ चाहिँ सियोतेन पनि भन्छ जापानमा पुस्तक पसलहरूको सियोतेनहरू भन्ने पसलहरूमा अथवा होनिया भनेको पुस्तक पसलतिर गएर किन्न पनि सकिन्छ है यो बुकहरू नजिकै मार्केट बजार छ भने बजार छैन गाउँमा हुनुहुन्छ भने त अनलाइन भन्दा अरू सिखाताका नै मिनासन त्यसै सिंखान्जेन मास्ता भनेपछि त अरू त हुँदैन होला त्यही त हुन्छ होला हैन त्यही हुन्छ हजुर त्यही हुन्छ ल नेपालमा हुने चाहिँ कसरी किन्ने हो नेपालमा हुने साथीहरूले यहाँ हाम्रो सुमन भाइ भन्ने एकजना साथी छ 2500 कि कतिमा सबै किताब प्रोभाइड गरिदिन्छ मैले ग्रुपमा एड गरिदिउँ उहाँलाई पनि कसैलाई नेपालमा बुक चाहिएको छ भने उहाँले चाहिँ फेरि तपाईँको प्रिन्ट गरेर दिन्छ अरे है कम्पा राई हजुर सेन्से किताब चाहियो तपाईँलाई हजुर मसँग यो एउटा खान्छु ए हस् सेन्से हुन्छ ल सुमन भाइ भन्ने मान्छेसँग कुरा गर्नु होला सेन्से हजुर रेकर्ड भिडियो कहाँबाट पाउने होला मैले पठाइदिन्छु यो अहिले मैले रेकर्ड हिजोको चाहिँ बेलुकाको क्लास रेकर्ड गरेँ जस्तो लाग्यो रेकर्ड पनि गरेको थियो कसैले उता एक्सेप्ट गरे प्रकाश मगर कि के नाम गरेको साथी हुनुहुन्छ भने रेकर्ड पठाइदिनु होला उहाँले रेकर्ड गरेर मैले एक्सेप्ट गरिदिएको छु फेरि दुईपट्टिबाट रेकर्ड गर्न नमिल्दो रहेछ सिस्टम त्यो रहेछ है आजको क्लास त मैले रेकर्ड गरिदिएको छु सेन्से मिलानो लिङ्गो भएको खान्जी र सोमान्तोमेको खान्जी एउटै हो अलिक फरक हुन्छ पार्ट चाहिँ फरक हो अलिक बढी सोमातोमेमा बढी छ नियोङको तपाईँ मिनानो नियोङको भन्दा बढी चाहिँ सोमातोमेमा छ किताबै छ नि त यहाँ त धेरैवटा खान्जी पढ्छौँ यहाँ चाहिँ हामीले भनेको हजुरको त्यही 6 लेसन 6 सम्म त हुँदैन हैन विक 6 सम्म हुने हैन हो पार्ट 6 सम्म हुन्छ हप्ताको पहिलो हप्ता दोस्रो हप्ता भन्ने मिल्छ 99% मिल्छ सबै कुरा मिल्छ है त तर किताब चाहिँ फाल्टै किनेर पढ्न सजिलो लागि त्यो बुक अलरेडी नै थियो त्यही भएर हुन्छ ल आजलाई यति नै गरौँ है साथीहरू मिनासन क्यों नजिग्यो म कोरे देवारी मास्ने ओचुकारे सामदेश
ठिक छ। गरे समादेश